हाम्रो पेरियोडिक टेबल सिद्धिएको छ, सबैलाई थाहै छ है। पेरियोडिक टेबल सिद्धाएँ, त्यसको क्वाडहरू हुँदै गर्छ, अन्य प्रब्लमहरू आस्कमा सोध्दै गर्ने है त। अब हाम्रो आजको टपिक मेटल्स एन्ड मेटलर्जी यो हुन्छ है त। मेटल्स एन्ड मेटलर्जी सबैलाई वेलकम है। जय केमिस्ट्री सबैलाई। ल ठिक छ। अब के हो त मेटलर्जी भनेको? सब पहिलो कुरा यो हेरौँ, व्हाट इज मेटलर्जी भन्ने कुरा आउँछ। द स्टडी अफ मेटल फर्स्टमा है। मेटलर्जीको डेफिनेसन मैले लेखाउनु पर्दा द स्टडी अफ मेटल फर्स्टमा है। यो चाहिन त चाहिँदैन। द स्टडी अफ मेटल्स एउटा यो भयो। एन्ड अब अर्को यसैमा जोड दिने, एन्ड द एक्सट्र्याक्सन अफ मेटल फ्रम देयर ओर, the extraction of metals from their ore by the different chemical process, is called what? Is called मेटलर्जी। यही हो मेटलर्जी भनेको। यस है, आएको छ? यस, ठिक छ नि। ओके, व्हाट इज मेटलर्जी? द स्टडी अफ मेटल फर्स्टमा। स्टडी अफ मेटल इज अल्सो कल्ड मेटलर्जी। द स्टडी द एक्सट्र्याक्सन अफ मेटल्स फ्रम देयर ओर बाई द डिफ्रेन्ट प्रोसेस इज कल्ड मेटलर्जी। यो पनि मेटलर्जी नै हो है। सबै देखिएको छ, साउन्ड सुनेको छ होला है। ओके 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 ल नेक्स्ट। अब मेटलर्जी भइसकेपछि मेटलको टाइप्स, मेटलर्जीको टाइप्स के हुन्छ हेरौँ। मेटलर्जीको टाइप कति टाइपको हो? ल पढेको भन्ने त फटाफट भनिहाल्ने, यहाँ देख्ने बित्तिकै कुन कुन टाइप्स हो ल भन्ने त हामीले पढ्नुपर्ने भनेको 3 टाइप्स अफ मेटलर्जी हो। 3 टाइप्स अफ मेटलर्जी हो। 3 टाइप्स अफ मेटलर्जी हो है त हामीले पढ्नुपर्ने। भेरी गुड हो। अब हेरौँ 3 टाइप्स के हो। यसैमा मैले यहाँ आउँछ एउटा, मलाई खाली स्लाइड चाहिएको थियो, यहाँबाट लिएँ है त मैले। ल 3 टाइप्स अफ मेटलर्जी हेरौँ। 3 टाइप्समा 3 टाइप्स है त के हुन्छन् भनेपछि फर्स्टमा मैले लेख्छु, मैले जसरी लेख्छु त्यसरी नै सबैले लेख्ने। यस, प्रिन्स आउँदैछन्। भेज द्याट मिन्स वाट? सुरुमा हामी पढ्छौँ पाइरोमेटलर्जी, PYROMETALLURGY। 3 टाइप्स अफ मेटलर्जी। फर्स्ट पाइरोमेटलर्जी, सेकेन्ड हाइड्रोमेटलर्जी अथवा इलेक्ट्रोमेटलर्जी राखिदिउँ, लास्टमा हाइड्रोमेटलर्जी राखिदिन्छु है त। सुरुमा पाइरोमेटलर्जी, त्यसपछि के राखिदिन्छु? ल हाइड्रोमेटलर्जी राखे पनि इलेक्ट्रोमेटलर्जी, ELECTRO इलेक्ट्रोमेटलर्जी, METALLURGY इलेक्ट्रोमेटलर्जी, अनि लास्टमा मैले के मेटलर्जी राखिदिन्छु भन्दाखेरि हाइड्रोमेटलर्जी। ल यो 3टा कुराहरू राखिदिएँ मैले है त। हाइड्रोमेटलर्जी बुझिन्छ नि सबै? यस, फर्स्ट स्लाइडै यही हो। मेटलर्जी भनेको के? स्टडी अफ मेटल्स लेखेँ मैले होइन। अनि अब ह्यान्ड राइटिङ डक्टरको जस्तो भएको छ? ह्यान्ड राइटिङ बुझेको छ कि छैन? ह्यान्ड राइटिङ मैले भन्दै गर्छु, हेर्ने है त। ल फर्स्टमा 3 टाइप्स, पाइरोमेटलर्जी, PYRO मेटलर्जी। अलि डक्टर टाइममा ह्यान्ड राइटिङ होला, LLU। ल पाइरोमेटलर्जी अब बुझ्यो है। अर्को के? इलेक्ट्रोमेटलर्जी, इलेक्ट्रो METALLURGY मेटलर्जी। थाहा भयो? ओके, भेरी गुड। ल फर्स्ट स्लाइड हो है। अब हाइड्रोमेटलर्जी, HYDRO हाइड्रोमेटलर्जी। ओके ल ठिक छ। हेर्ने रमाइलो छ। के हो त पाइरोमेटलर्जी, इलेक्ट्रोमेटलर्जी, हाइड्रोमेटलर्जी भनेको? फर्स्ट डेफिनेसन सेम, अघिको जुन प्याटर्न लेख्नुभयो त्यही। द एक्सट्र्याक्सन अफ मेटल फ्रम देयर ओर, ल्याङ्ग्वेज सेम है त। हेर्ने त, द EXTRACTION, द एक्सट्र्याक्सन अफ मेटल्स from their ore by the application of
APPLICATION by the application of pyro भनेको heat, by the application of heat is called यो pyrometallurgy भनेको सकियो। फर्स्ट स्लाइड हो, दिस इज फर्स्ट स्लाइड। फर्स्ट स्लाइडमा मैले के पढाउँदै छु भनेपछि सुन्ने, व्हाट इज मेटलर्जी भनेर पढाएँ हैन। मेटलर्जी भनेको स्टडी अफ मेटल्स एन्ड द एक्सट्र्याक्सन अफ मेटल्स फ्रम देयर ओर, फिनिश। अब मेटलर्जीको टाइप कति टाइपको छ यही हो। व्हाट इज द यही हो के मेटलर्जी भनेको के हो, द एक्सट्र्याक्सन अफ मेटल फ्रम देयर ओर बाइ द एप्लिकेसन बाइ द डिफरेन्ट मेथड इज कल्ड मेटलर्जी हो। अब यसमा हामीले हिट राखिदियौँ भने पाइरोमेटलर्जी। अब ठ्याक्कै ल्याङ्ग्वेज है हेर्ने है, ल्याङ्ग्वेज है सबैको ल्याङ्ग्वेज है। द यो सेम ल्याङ्ग्वेज, द एक्सट्र्याक्सन अफ मेटल्स फ्रम देयर ओर बाई द एप्लिकेसन अफ इलेक्ट्रिसिटी। अब यहाँ के ELECTRICITY इलेक्ट्रिसिटी इज कल्ड सेम। अरू कुरा सेम, अरू कुरा सेम, हेर्ने त ल्याङ्ग्वेज अरू कुरा सेम। यहाँको जे लेखेको छु त्यही यहाँ। अनि यहाँनिर बाई द एप्लिकेसन अफ हिट, हिट भनेको पाइरोसँग रिलेटेड, पाइरो भनेको हिट होइन, स्टडी अफ सन पाइरोलोजी भनेर भन्छौँ, हेलियोलोजी भन्छ, खास पाइरो भनेर भन्छ है। हो भर्खर हो, फर्स्ट स्लाइड हो माइ डे स्टुडेन्ट, दिस इज फर्स्ट स्लाइड। मैले फर्स्ट स्लाइडमा के पढाउँदैछु भन्दाखेरि व्हाट इज मेटलर्जी भनेर पढाएँ है त। मेटलर्जी भनेको के, द स्टडी एन्ड एक्सट्र्याक्सन अफ मेटल फ्रम देयर ओर। सिम्पल सिम्पल भाषामा के बुझ्ने, द स्टडी एन्ड एक्सट्र्याक्सन अफ मेटल फ्रम देयर ओर भनेर बुझ्ने एक। अनि मेटलर्जी कति टाइपको छ, 3 टाइपको। के पाइरो, इलेक्ट्रो, हाइड्रो। पाइरोमेटलर्जी, इलेक्ट्रोमेटलर्जी, हाइड्रोमेटलर्जी है त। अब पाइरोमेटलर्जी भनेको के, सेम डेफिनेसन हेर्नु त, द एक्सट्र्याक्सन अफ मेटल्स फ्रम देयर ओर बाई द एप्लिकेसन अफ हिट इज कल्ड पाइरोमेटलर्जी। सजिलो छ, द एक्सट्र्याक्सन अफ मेटल, मेटलबाट आउँछ म यहीँ पुग्दैछु, यसलाई डिस्क्राइब गर्दैछु हेर्ने है त। द एक्सट्र्याक्सन अफ मेटल फ्रम देयर ओर बाई द एप्लिकेसन अफ हिट, यो सेम डेफिनेसन। द एक्सट्र्याक्सन अफ मेटल फ्रम देयर ओर बाई द एप्लिकेसन अफ इलेक्ट्रिसिटी, इलेक्ट्रोमेटलर्जी, इलेक्ट्रिक करेन्ट, इलेक्ट्रोमेटलर्जी। अब यसमा पनि सेम, द एक्सट्र्याक्सन अफ, यता अलिक के हो अँध्यारो देखिएको छ, यता देखिएको छ कि छैन, छ है, यता देखिएको छ, यतातिर अलिक अँध्यारो देखिएको छ कि जस्तो लाग्यो, छैन रहेछ। ल ठिक छ, द एक्सट्र्याक्सन अफ मेटल्स फ्रम देयर ओर बाई द एप्लिकेसन अफ, एप्लिकेसन अफ के हो अब यहाँ एप्लिकेसन, या हाइड्रोमेटलर्जी भनेको बाई द एप्लिकेसन अफ केमिकल रिएजेन्ट भन्ने, हाइड्रोमेटलर्जी केमिकल रिएजेन्ट। केमिकल, हरेक केमिकल रिएजेन्टमा वाटर मिसिएको हुन्छ कि हुँदैन, त्यसलाई हाइड्रोमेटलर्जी भन्छ। केमिकल रिएजेन्ट, RAGENT, केमिकल रिएजेन्ट इज कल्ड हाइड्रोमेटलर्जी। केमिकल रिएजेन्ट भनेको वाटर भनेर लेखेको पनि हुन्छ, कहीँ यही केमिकल रिएजेन्टमा हरेकमा वाटर हुन्छ, नभए वाटर यसरी लेखे पनि हुन्छ, हुन चाहिँ नभए हेर्ने। डेफिनेसन सेम छ, केही गाह्रो छ, सबैलाई यो थाहा भयो। डेफिनेसनको ल्याङ्ग्वेज सिम्पल, द एक्सट्र्याक्सन अफ मेटल फ्रम देयर ओर बाई द एप्लिकेसन अफ हिट, बाई द एप्लिकेसन अफ इलेक्ट्रिसिटी, बाई द एप्लिकेसन अफ केमिकल रिएजेन्ट। सजिलो छ होइन, यस। ल अब यो चाहिँ अब एक्जाम्पल हेरौँ। एक्जाम्पल, मैले मेटललाई पनि 3टा ग्रुपमा डिभाइड गर्छु। जसरी मेटलर्जीलाई 3टा ग्रुपमा डिभाइड गरेँ नि माइ डे स्टुडेन्ट, मेटललाई पनि 3टा ग्रुपमा डिभाइड गर्छु। तिनीहरू के हुन् त, हाइली रिएक्टिभ मेटल, मिडियम रिएक्टिभ मेटल र लोएस्ट रिएक्टिभ मेटल। लो रिएक्टिभ मेटल, हाई रिएक्टिभ मेटल, मिडियम रिएक्टिभ मेटल र लो रिएक्टिभ मेटल। याद भयो, मैले इलेक्ट्रोकेमिकल सिरिजमा पनि पढाएको थिएँ। माथिका मेटलहरू हाई रिएक्टिभ मेटल हुन्, बिचका मेटलहरू मिडियम रिएक्टिभ मेटल हुन्, तल्लाका मेटलहरू लोएस्ट रिएक्टिभ मेटल हुन् भनेको थिएँ। ठ्याक्कै त्यही हो एउटा मेटलर्जी। यस हो अहिले ओके ओके ओके। ल है अस्मिता, यहाँ हेर्ने के भन्ने बुझेपछि, यो एउटा हाई रिएक्टिभ मेटलको लागि हो, अर्को लो रिएक्टिभ मेटलको लागि, अर्को मिडियम रिएक्टिभ मेटलको लागि। अब यो पाइरोमेटलर्जी के को लागि युज गरिन्छ भन्दाखेरि, मिडियम रिएक्टिभ मेटल्स आर एक्सट्र्याक्टेड फ्रम देयर ओर। मिडियम रिएक्टिभ मेटल, कस्ता मेटलहरू, मिडियम रिएक्टिभ मेटल, MEDIUM, मिडियम रिएक्टिभ मेटल, REACTIV, मिडियम रिएक्टिभ मेटल्स। मिडियम रिएक्टिभ मेटल्स आर एक्सट्र्याक्टेड। मिडियम रिएक्टिभ मेटललाई हामीले हेभी मेटल भनेर पनि पढ्छौँ नि, हेभी मेटल्स भनेर पनि पढ्छौँ है त। हेभी मेटल्स के पढ्नुभयो 12 मा याद गर्ने त। मिडियम रिएक्टिभ मेटल्स आर एक्सट्र्याक्टेड, EXTRACTED, एक्सट्र्याक्टेड। जस्तै यो मेथोडोलोजीबाट, यो मेटलर्जीबाट कुन पेरियोडिक टेबल सकिएको हो है त। पेरियोडिक टेबलमा के छ सोध्नुपर्ने,
पेरियोडिक टेबल सकिएको त्यसको क्वाड अब हुँदै गर्छ इभिनिङ टाइममा क्वाड पनि हुन्छ हैन अनि पछि त्यसको आस्कमा केही सोध्नुपर्ने छ भने त्यो आस्कमा सोध्नु होला ल अरु कुरा यहाँ मेटलर्जी सुरु गरेको मेटलर्जी 3 टाइपको सुरुबाटै फर्स्ट स्लाइड नै यही हो अरु स्लाइड छैन है त हो यो थाहा पाउने है क्लियरली देखिरहेको छैन र हेर्ने मिडियम रिएक्टिभ मेटल आर एक्सट्र्याक्टेड बाइ दिस मेटलर्जी के हुन् मिडियम रिएक्टिभ मेटल के पढेको सम्झिने कपर जिंक एसएन पीबी हैन आइरन तपाईहरुलाई के थाहा छ आइरन मर्करी यो सबै हो के 12 मा पढेको स्क्रिन नै कालो छ सर अघि स्टार्टिङ देखि हो दिपाली यस हो ल भइसक्यो 20 वटा एचजी ल यिनीहरु छ है त स्क्रिन फेरि रिजोइन गर्नु त किन कालो आयो यहाँ कालो आको भए सबैमा आउनु पर्थ्यो यहाँ एउटामा मात्रै होइन त तपाईहरुको सिंगल केही प्रब्लम आएपछि त्यो सिंगल तपाईहरुको हो क्या यहाँबाट यदि यहाँ प्रब्लम भयो त सबैकोमा जान्छ है ल हो त्यो थाहा पाउने अब यो भइसकेपछि सेकेन्ड यी थाहा भयो यो पाइरोमेटलर्जीबाट मिडियम रिएक्टिभ मेटल मेटललाई 3टा ग्रुपमा डिभाइड गर्दै छु मिडियम हाई रिएक्टिभ मेटल र लो रिएक्टिभ मेटल अब यहाँ हेर्ने इलेक्ट्रोमेटलर्जी ठ्याक्कै त्यस्तै इलेक्ट्रोमेटलर्जीमा मोस्ट रिएक्टिभ मेटल हाई रिएक्टिभ मेटल आर दिज आर मिडियम रिएक्टिभ मेटल दिज आर हाई रिएक्टिभ मेटल हाई रिएक्टिभ मेटल्स high reactive metals are extracted high reactive metals are extracted by this metallurgy है are extracted EXTRACTED high reactive metals are extracted by this methodology अब कुन हुन् त हाई रिएक्टिभ मेटलहरु के हुन् पेरियोडिक टेबलमा सबैभन्दा बढी रिएक्टिभ मेटलहरु के हुन् अल्काली मेटल अल्कलाइन अर्थ मेटल अल्काली मेटल लि ना को यिनीहरु भए हैन अनि रुबी त्यो सबै त गर्दैनौ अनि त्यसपछि म्याग्नेशियम क्याल्सियम यो भयो अनि एल्युमिनियम ल हेर्ने दिज आर हाई रिएक्टिभ मेटल है त अल्काली मेटल अल्कलाइन अर्थ मेटल अनि एल्युमिनियम अल्काली मेटल अल्कलाइन अर्थ मेटल र एल्युमिनियम तीनटा छन् कि छैनन् दिज आर मोस्ट रिएक्टिभ मेटल इन पेरियोडिक टेबल यिनीहरु भनेका एकदम धेरै रिएक्टिभ मेटल हुन् त्यसकारण दिज आर एक्सट्र्याक्टेड बाइ इलेक्ट्रोमेटलर्जी थाहा पाउने कति सजिलो छ हेर्ने त कति सजिलो छ मिडियम रिएक्टिभ मेटल हो हाई रिएक्टिभ मेटल हो अब यो के होला सबैले भन्न सक्छ बच्चाले पनि भन्न सक्छ कस्तो रिएक्टिभ मेटल हो लो रिएक्टिभ मेटल लो रिएक्टिभ मेटल्स आर एक्सट्र्याक्टेड मेटल्स आर extracted 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 by this metallurgy by this process अब के होला नि त लो रिएक्टिभ मेटलहरु भन्ने त के हुन् लो रिएक्टिभ मेटल फर्स्ट स्लाइड नै यही हो फर्स्ट स्लाइड यही हो है त फर्स्ट स्लाइडमा मैले के भने भन्दाखेरि व्हाट इज मेटलर्जी डेफिनेसन दिए स्टडी अफ मेटल्स एन्ड एक्सट्र्याक्सन अफ मेटल इज कल्ड मेटलर्जी स्टडी अफ मेटल एन्ड एक्सट्र्याक्सन अफ मेटल इज कल्ड मेटलर्जी है त दुईटा त्यो डेफिनेसन भयो अनि मेटलर्जी कति टाइपको तीनटा टाइपको के पाइरो हाइड्रो र इलेक्ट्रोमेटलर्जी पाइरोमेटलर्जीमा हामी हिट युज गरेर मेटल एक्सट्र्याक्ट गर्छौं हिट युज गरेर मेटल एक्सट्र्याक्ट गर्छौं 1 इलेक्ट्रोमा इलेक्ट्रिसिटी युज गरेर मेटल एक्सट्र्याक्ट गर्छौं 2 हाइड्रोमेटलर्जीमा वाटर अथवा केमिकल रिएजेन्ट युज गरेर मेटल एक्सट्र्याक्ट गर्छौं 3 सिद्धियो अब पाइरोमेटलर्जीबाट कस्ता मेटलहरु एक्सट्र्याक्ट गर्छौं मिडियम रिएक्टिभ मेटल मेटललाई 3 ग्रुप हाई रिएक्टिभ मेटल मिडियम रिएक्टिभ मेटल र लो रिएक्टिभ मेटल मिडियम रिएक्टिभ मेटल पाइरोमेटलर्जी हाई रिएक्टिभ मेटल इलेक्ट्रोमेटलर्जी अब यहाँ लो रिएक्टिभ मेटल कुन हुन् लो रिएक्टिभ मेटलमा एजी एयु हैन पीटी प्लाटिनम पनि हो तर एल्युमिनियम कहिलेकाहीँ एल्युमिनियम पनि हाइड्रोमेटलर्जीबाट के गरिन्छ एक्सट्र्याक्ट गरिन्छ याद गर्ने एल्युमिनियम लो रिएक्टिभ मेटल होइन एउटा एक्जाम्पल फेरि भन्दैछु है त एल्युमिनियम लो रिएक्टिभ मेटल होइन तर यसको लागि बेस्ट मेथड हाइड्रोमेटलर्जी पनि हुन्छ यो थाहा पाइराख्ने है त एल्युमिनियमको लागि बेस्ट मेथड एल्युमिनियम लो रिएक्टिभ मेटल होइन तर एल्युमिनियमको लागि हाइड्रोमेटलर्जी पनि युज गर्छौं यो थाहा पाइराख्ने एजी एयु एल पीटी त्यसकारण मैले के लेखे एजी एयु एल पीटी हेर्ने त यहाँ पनि एल्युमिनियम यहाँ पनि आउँछ इलेक्ट्रोमेटलर्जी पनि हो तर सबैभन्दा बढी एल्युमिनियम कहाँबाट युज गरिन्छ कहाँबाट एक्सट्र्याक्ट गरिन्छ हाइड्रोमेटलर्जीबाट इलेक्ट्रोमेटलर्जीबाट त्यति धेरै एल्युमिनियम एक्सट्र्याक्ट गर्न मिल्दैन यहाँबाट गरिन्छ डिफ्रेन्ट प्रोसेसहरु छ तर फेरि यो यहाँ मैले लेख्दैमा यो लो रिएक्टिभ मेटल हो त होइन त्यो चाहिँ बुझ्ने है हो दुईटै अप्सनमा आउँदैन आयो भने बेस्ट हाइड्रोमेटलर्जी है त बुझ्नु भयो नि
दुईटै अप्सनमा आउँदै आउँदैन तपाईँ ढुक्क हुनुहोस्। अल्मुनियमको लागि विच इज द बेस्ट प्रोसेस भनेर तपाईँलाई बरु यसरी देला, होप्स प्रोसेस देला, अर्को प्रोसेस देला, इलेक्ट्रोमेटलर्जीको प्रोसेस के हो अथवा हाइड्रोमेटलर्जीको प्रोसेस के हो त्यो देला हैन। तपाईँलाई दुईटै अप्सनमा अल्मुनियम चाहिँ आउँदैन है, त्यसरी त्यो ढुक्क हुँदा हुन्छ। तर अल्मुनियमको लागि इलेक्ट्रोमेटलर्जी किनकि हाई रिएक्टिभ मेटल भयो, तर म्याक्सिमम अल्मुनियम हामीले यो यहाँबाट पनि गरेको छौँ, यहाँबाट पनि डिफ्रेन्ट मेथडहरू पढ्छौँ। भयो नि, थाहा भयो? यस, इलेक्ट्रोपोजिटिभको लागि हुन्छ, इलेक्ट्रोमेटलर्जी इलेक्ट्रोपोजिटिभको लागि हो। इलेक्ट्रोपोजिटिभ भनेको हाई रिएक्टिभ मेटल, याद गर्ने के, मेटललाई तीनटा ग्रुपमा हाई रिएक्टिभ मेटल, मिडियम रिएक्टिभ मेटल, लो रिएक्टिभ मेटल हो। हाई रिएक्टिभ मेटलहरू कसरी एक्सट्र्याक्ट गरिन्छन्? इलेक्ट्रोमेटलर्जीबाट। मिडियम रिएक्टिभ मेटल कसरी एक्सट्र्याक्ट गरिन्छन्? पाइरोमेटलर्जीबाट। अनि लो रिएक्टिभ मेटलहरू कसरी एक्सट्र्याक्ट गरिन्छन्? हाइड्रोमेटलर्जीबाट। फिनिस। अरू केही छ? च्याप्टर चाहिँ कति दिनमा सकिन्छ? यो छिटै सकिन्छ है त, ठिक छ ल। यो भयो, यो सकियो। यसमा केही छ सोध्नुपर्ने ल भन्ने त? केही छ सोध्नुपर्ने नबुझेको अझै भन्ने फटाफट, अनि हामी अगाडि बढ्छौँ है त। यहाँ अगाडि धेरै अगाडि जानु छ ल। यहाँसम्म क्लियर भयो होला आई थिङ्क है। अब कसैले ढिला आएर यहाँ सोध्नुहुन्छ भने बरु के गर्नुहोस् भन्दाखेरि तपाईँहरू भिडियो गरेर हेर्नु होला कि। ढिला आएर भन्दाखेरि तपाईँ एक दुईजनाको लागि पो भन्छु, अरूलाई फेरि त्यही कति भनेको भनेर बोर लाग्न सक्छ होइन हो। ढिला आउनेले के गर्ने भन्दाखेरि यो भिडियो सुरुबाट हेर्ने पछि। ओके, नेक्स्ट हेरौँ है त। अब यो सकियो, स्क्रिनसट लिएर राख्ने है। ओके ल, रिभर्स। ओके ल, सकियो। पेरियोडिक टेबल सकिएको है। यस, पनि एड हुन्छ सर। हाइड्रोमेटलर्जीमा मेटल पनि एड हुन्छ। हाइड्रोमेटलर्जीमा मेटल एक्सट्र्याक्ट गर्ने, यो सबै मेथड भनेको मेटललाई एक्सट्र्याक्सन गर्ने मेथड त हो नि। मेटलर्जी सुरुको स्लाइड नै यही थियो के, मेटल्स एन्ड मेटलर्जी थियो। मैले मेटलर्जी भनेको डेफिनेसन दिएँ, यसको टाइप्स तीनटा पढाइसकेँ है त। अब के आयो? नेटिभ स्टेट और कम्बाइन स्टेट थाहै छ है। नेटिभ स्टेट भनेको के हुन्छ भन्दाखेरि, नेटिभ स्टेट कसैसँग कम्बाइन नगर्ने, जस्तै गोल्ड, हामी लिस्ट रिएक्टिभ मेटल पढ्यौँ नि, गोल्ड, प्लाटिनम, यिनीहरू प्रायः नेटिभ स्टेटमा पाउँछ भनेर भन्छौँ होइन हो। छ बुक अभाइलेबल छ है त, नेटिभ स्टेटमा पाउँछ भनेर भन्छौँ। अब अरू चाहिँ कम्बाइन्ड स्टेट, अरू रिएक्टिभ मेटलहरू सबै कम्बाइन गरेको हुन्छ कि हुँदैन? हुन्छ है। अब अर्को मेन कुरा के आयो भन्दाखेरि यो अहिले आउँछ। नेटिभ स्टेट भनेको रिएक्सन नगर्ने स्टेट, सिङ्गल पाउने स्टेट। के मेटलहरू सिङ्गल पाउँछ? गोल्ड, प्लाटिनम, यो भयो। ब्याक स्लाइड केही पनि छैन ल, हेर्नुहोस्, यो मैले पढाइसकेँ के, पढाइसकेँ। यो यति हो, यहाँभन्दा अगाडि केही पनि छैन है। यहाँभन्दा अगाडि यो अलिकति तपाईँलाई मोटिभेसन राखिदिएको, यो केही पनि होइन है। हेर्ने SUCCESS सक्सेस कसरी आउँछ, यति हो। यो अगाडि के छ है ल। हो, यो 12को यो मेटलर्जी पढाउँदैछु। अब यहाँ भइसकेपछि तपाईँहरूको यो ओर्स एन्ड मिनरल्स। अब यहाँ जाउँ है। अब यहाँबाट हेर्ने, ध्यान दिएर हेर्ने। अब सुरुवात यहीँबाट हो। ओर्स के हो? ओर्स भनेको र मिनरल्स भनेको के हो? यहाँ हेर्ने है त, मिनरल्स। अब हेर्ने, यो पनि कति रमाइलो छ हेर्ने, ट्याक्कै एकदम रमाइलो र सजिला हुन्छन् के। केमिस्ट्रीका च्याप्टर भनेको यति रमाइला र सजिला छन्, यहाँ हेर्ने है। ओर भनेको के? ओर भनेको द केमिकल कम्पाउन्ड, द, अब केमिस्ट्रीमा पढ्ने भएपछि केमिकल कम्पाउन्ड लेख्नै पर्यो होइन। द केमिकल कम्पाउन्ड फ्रम where metals can be extracted, EXTRACTED, extracted easily, EASILY, easily and economically, 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 is called. The chemical compound from where metals can be extracted easily and economically is called what? यो इज हो, यहाँ के भएछ फेरि, यो इज कल्ड, हेर्ने है, इज कल्ड, यो थाहा भयो, इज कल्ड ओर्स। जहाँबाट हामीले मेटललाई इजिली र इकोनोमिकली एक्सट्र्याक्ट गर्न सक्छौँ नि। हेर्ने, इजिली पनि हुनु पर्यो, इकोनोमिकल पनि हुनु पर्यो। त्यो के हुन्छ? त्यो ओर हुन्छ। अब यहाँबाट ठ्याक्कै डेफिनेसन है, फेरि सबै मैले प्याटर्न एउटै बनाइदिन्छु पढ्ने, जहिले पनि थाहा पाउने प्याटर्न एउटै बनाइदिन्छु। द केमिकल कम्पाउन्ड फ्रम वेयर मेटल क्यान नट बी एक्सट्र्याक्टेड। अब यहाँनिर एउटा के थप्ने, क्यान नट बी एक्सट्र्याक्टेड, यति। क्यान बीको ठाउँमा यहाँनिर मैले क्यान नट बी एक्सट्र्याक्टेड इजली एन्ड इकोनोमिकली इज कल्ड मिनरल। सिद्धियो, इजली एन्ड इकोनोमिकली, यो है त।
जहाँबाट मेटललाई इजिली र इकोनोमिकली एक्सट्र्याक्ट गर्न सक्दैनौँ नि माई डियर स्टुडेन्ट्स, द्याट इज के, द्याट इज मिनरल। अब भयो एउटा अर्को सिम्पल डेफिनेसन भन्छु है त, सिम्पल डेफिनेसन। ओरमा मेटलको पर्सेन्टेज हाई हुन्छ है, पर्सेन्टेज अफ मेटल इज हाई हुन्छ ओरमा अलिकति है। अब यसमा हाई पनि हुनसक्छ, लो पनि हुनसक्छ है। यसमा मिनरलमा पर्सेन्टेज अफ मेटल मे बी हाई और मे नट बी हाई है त। पर्सेन्टेज अफ मेटल्स है मे बी हाई और मे नट बी हाई, मे बी हाई और मे नट। ल मे नट लेखेपछि बुझ्नुहुन्छ हैन। यो भनेको कस्तो हो भनेपछि अब तपाईलाई यो डेफिनेसन भयो, यो बुझ्ने कुरा भयो। अब मेन कुरा के आउँछ, प्र्याक्टिकल कुरा कसरी छुट्याउने म भन्छु। ओर भनेको थाहा भयो, जहाँबाट मेटल हामीले, हो यस होइन म भन्दैछु शीतल सुन्ने है त। के हो भन्दाखेरि जुन त्यहाँ ओर छ हैन, त्यो ओरबाट हामीले मेटल सजिलै इजिली र इकोनोमिकली निकाल्न सक्यौं भने द्याट इज मेटल, द्याट इज ओर। कुनै केमिकल कम्पाउन्डबाट हामीले इजिली र इकोनोमिकली निकाल्न सक्यौं भने मेटल, द्याट इज ओर। सकेनौं भने मिनरल। अब इक्जाम्पल सुन्ने है त। इक्जाम्पल के भन्छु भन्दाखेरि, जस्तै हामी मेटल निकाल्न कहाँ गयौं भन्दाखेरि सबैलाई थाहा होला। ल यहाँ हामी कहाँ गयौं, यता फुलचोकी डाँडामा गयौं है। हो आउँछ अस्मिता। ल फुलचोकी डाँडा नजिकै, ल यो तीनकुनेको चौर छ नि, तीनकुनेको चौर बिचैमा, यो बानेश्वरभन्दा उतापट्टि तीनकुनेको चौर थाहा छ हैन, त्यहाँ गयौं। त्यहाँ त एउटा ल हेमाटाइट पाइयो, त्यहाँ के ओर पाइयो, हेमाटाइट पाइयो। त्यहाँबाट हामीले सजिलै निकाल्न सक्यौं नि हैन, किनकि हामीले स्रोत साधन लिएर जान सक्यौं, डोजर सबै मेन पावर लिएर, डोजर लिएर गएर उत्खनन गरेर ल्याएर आउन सक्यौं। त्यो सजिलो भयो, सजिलो भयो है। अब त्यही ओर हेमाटाइट ओर तीनकुनेमा थियो, निकाल्न सक्यौं। फुलचोकी डाँडामा थियो, निकाल्न सक्यौं हैन, सजिलो भयो। तर त्यही हेमाटाइट ओर सगरमाथाको चुचुरोमा छ। अब सगरमाथाको कहाँ छ एकछिन हेर्ने है, मैले भनेको सम्झिने। सगरमाथाको चुचुरोमा छ हेमाटाइट ओर, अथवा सगरमाथाको कुनै एबिसी बेस क्याम्प त्यतैतिर छ। ल अब हामीले त्यहाँ सजिलै निकाल्न सक्छौं त, सजिलै डोजर लिएर सबै मेन पावर लिएर जहाँ गएर निकाल्न सक्छौं। यता सुन्ने है वीरेन्द्र, अहिले भन्छु। सजिलै निकाल्न सक्दैनौं नि त त्यहाँबाट। हो त्यो के हुन्छ त्यतिखेर, त्यही हेमाटाइट ओर त्यहाँ पनि छ, त्यो हेमाटाइट ओर त्यहाँ पनि छ, हामीले सजिलै निकाल्न सकेनौं नि त। त्यतिखेर त्यो चाहिँ मिनरल हुन्छ क्या। त्यो त्यही छ, आइरन छ त्योसँग, मिनरल हुन्छ के त्यो चाहिँ। भनेको बुझियो। ल अब हामीले सजिलै निकाल्यौं पनि, ल हामी गयौं त्यहाँ विभिन्न यति धेरै लगानी गरेर गयौं, पुरा हेलिकप्टर लिएर सब मेन पावर त्यसैमा राखेर एकदम गयौं त्यहाँ, ल सबै निकाल्यौं पनि। अब हाम्रो त्यसरी खर्च गरेर त्यहाँ जान आउन सबैलाई लिएर खर्च गर्दाखेरि हाम्रो बिलियन खर्च भयो, हाम्रो बिलियन खर्च भयो हैन। अब त्यहाँबाट मेटल निकाल्यौं, आइरन निकाल्यौं त्यो हेमाटाइट ओरबाट, त्यो आइरनलाई बेचेर इन्कम कति भयो, मिलियन मात्रै भयो। खर्च भयो बिलियन, निकाल्न जाँदाखेरि सबैलाई लिएर जानु पर्यो, अर्को गर्नु पर्यो, बिलियन खर्च भयो। त्यसलाई बेचेर निकालिसकेपछि त्यसलाई बेचेर हामीलाई इन्कम कति भयो, मिलियन मात्रै आयो। अब के भयो, त्यो मिनरल भयो क्या। त्यस्तो बेकुफ काम कसैले गर्छ हो, त्यस्तो बेकुफ काम गर्दैन नि त। त्यहाँ हो त्यही भएको हुनाले त्यो मिनरल भयो क्या, त्यहाँबाट निकाल्न सकिएन नि त, इजिली र इकोनोमिकली ओर निकाल्नै सकिएन के त्यो चाहिँ। यहाँ चाहिँ निकाल्न सक्यौं त्यही ओर। अब के भयो भन्दाखेरि, अब समुद्रको बिचैमा छ, कतै अप्ठ्यारो भिरमा छ, अप्ठ्यारो भिरमा फलेको फर्सी जस्तो भन्छन् नि त्यो, ठ्याक्कै अप्ठ्यारो भिरमा छ। तपाईको डाँडा काँडा देख्नुभयो होला आफ्नो गाउँघरको, त्यस्तो सबैभन्दा खतरा भिड, जुन भिर देख्नु भएको छ त्यसमा इमेजिन गर्नुस्, ल हेमाटाइट ओर छ। अब कसरी निकाल्न सक्छौं त हामी। खर्च हुन्छ, ल मिलियनमा खर्च होला, पछि इन्कम होला 1000 मात्रै होला, लाख मात्रै होला, त्यस्तो काम त गर्दैनौ नि। हो त्यो चाहिँ अब के भयो, मिनरल भयो क्या। जहाँबाट इजिली र इकोनोमिकल छैन, जहाँबाट फाइदा हुँदैन, जहाँबाट सजिलो छैन, त्यो त त्यहाँ मेटल त छ नि त त्यहाँ मेटल, तर हामीले निकाल्न सकिरहेको छैनौं, त्यो मिनरल भयो क्या त्यतिखेर। त्यही कम्पाउन्ड हो, कम्पाउन्ड त्यही हुन्छ। तीनकुनेमा भएको फुलचोकी डाँडामा भएको हेमाटाइट चाहिँ ओर भयो। अब त्यहाँ भएको हेमाटाइट चाहिँ मिनरल भयो क्या। फर्मुला त्यही भयो, खाली के मात्रै फरक भयो, यस त्यो निकाल्न सकिएन, त्यही भएर त्यो मिनरल भएको। बुझियो नि। हो ल्यासामा सुन छ, कान मेरो बुच्छै भन्छौं नि कहिलेकाहीँ उखान, ल्यासाको सुन त्यो मिनरल भयो क्या, निकाल्नै मिल्दैन, अब लाउनै मिल्दैन, के गर्ने है। हो त्यस्तो हुन्छ। त्यही भएर के भनिन्छ भन्दाखेरि सबै ओरहरू मिनरल हुन्छन्। सबै ओरहरू जुनसुकै ओर पनि त्यसको ठाउँको आधारमा त्यो मिनरल भइदिन्छ कि। अब बुझ्नु भयो नि। त्यही ओर जस्तै
मुनमा पनि चन्द्रमामा पनि ओर त छन् नि त, मेटल त छन् नि त हैन, त्यहाँ ओर छन् नि। त्यहाँबाट हामीले निकाल्न सक्छौँ त, त्यहाँ गएर सबै गएर। अब इलोन मस्कले सजिलो बनाए मात्रै हो, इलोन मस्क दाइले, नभए त सजिलो छैन हो। त्यहाँ गएर निकाल्न सक्दैनौँ। त्यहाँका सबै जति पनि ओर छन् ती मिनरल हुन्, हामीलाई कामै छैनन् नि त। हामीलाई जुन सजिलै छ, हाम्रो वरिपरि सजिलै निकाल्न सक्ने तिनीहरू चाहिँ के हुन् भन्दाखेरि मिनरल, तिनीहरू चाहिँ ओर हुन्। अब क्लियर भयो? यस हो। अब सबैले बुझ्नुभयो होला। अब नबुझेको कोही छ यहाँ ओर र मिनरल? एक्जाम्पल सोध्नै पर्दैन, जे ओर हुन् त्यो सबै मिनरल हो। अहिले आउँछ ओरको आउँछ है हो। जुन त्यो ओर त्यो मिनरल हुनसक्छ, तर जहाँबाट हामीले ओर मेटल निकाल्छौँ नि त्यो मिनरल हुँदैन, अब त्यो ओर भइसक्छ कि। यस, भेरी गुड है त। ल सबैले बुझ्नु भएको छ, थ्याङ्क यू सो मच। सजिलो इक्जाम्पल भन्नुभयो है। ल यो मैले अब भयो, ओर र मिनरल सक्यो। अब ओर पढ्छौँ हामी, सबै मेटलको ओर पढ्छौँ हामी, A to Z सबै मेटलको ओर पढ्छौँ र पढेको कुरा क्लासमै हामी याद गर्छौँ है। एम्बिसन गुरुको सबैभन्दा पोजिटिभ पोइन्ट भनेको क्लासमा पढेको कुरा क्लासमै हामी याद गर्छौँ। थाहा भयो भनेको? यस ल है हो। नन मेटलको चाहिँ ओर हुँदैन सर भन्नुभएको छ, नन मेटलको होइन। नन मेटलको त हामी ओरबाट त्यो निकाल्ने तरिका अर्को हुन्छ। जस्तै हाइड्रोजन कसरी बनायौँ इमेजिन गर्नुहोस् है, मैले पढाउँछु, पढ्नु पनि भयो होइन। सल्फर कसरी बनायौँ, फ्लोरिन कसरी बनायौँ, क्लोरिन कसरी प्रिपेयर गऱ्यौँ, त्यो ओरबाट निकालेको होइन। तिनीहरू त्यसलाई चाहिँ त्यसरी ओर चाहिँ नभन्नुहोस् होइन। मेटलको लागि चाहिँ ओर भने पनि अर्ग्यानिक नन मेटलको लागि अर्कै तरिकाले हामीले, त्यो पनि कम्पाउन्ड त हुन्छ होइन। मेटलोइड त मैले पेरियोडिक टेबलमा के मेटलोइड हुन् भनेर पढाइसकेँ त है। ल सजिलो भयो नि। यस, कम्बाइन्ड स्टेट र नेटिभ स्टेट। अलि कम्बाइन्ड स्टेट र नेटिभ स्टेट भनेको के हो भन्दाखेरि है, ओके 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 त्यो हुन्छ है। मैले भनिसकेँ कसैसँग रियाक्सन नगर्ने त्यो नेटिभ स्टेट के त्यहीँ हुने। कम्बाइन्ड स्टेट भनेको सबैसँग रियाक्टिभ। अलिकति नेटिभ स्टेटमा के पाउँछ, गोल्ड प्लाटिनम सिल्भर भनेर बुझ्ने। अलिकति यो पनि नेटिभ स्टेट भन्ने हुँदैन, तिनीहरू पनि कम्बाइन्ड नै हुन्छन्। कसरी म भन्छु, जस्तै गोल्ड 1 वर्ष रियाक्सन माटोमा फाल्नुहोस्, तपाईँले लगाएको गोल्ड छ त्यसलाई माटोमा सिक्री फालिदिनुहोस् ल माटोमा होइन। 5 महिना रियाक्सन नगर्ला, 6 महिना रियाक्सन नगर्ला, 7 महिना रियाक्सन नगर्ला, 1 वर्षसम्म रियाक्सन नगर्ला है। त्यो नेटिभ स्टेट भयो कि त्यो 1 वर्ष 2 वर्षसम्म त रियाक्सन गरेन नि त त्यसले, तर 10औँ वर्ष राख्यो त त्यो पनि सडेर जान्छ, कुहिएर जान्छ होइन हो। 20औँ वर्ष त्यो केही समयका लागि चाहिँ त्यो रियाक्सन गरेन, त्यो नेटिभ स्टेट हो। कम्बाइन्ड स्टेट भनेको 2 दिनमै आइरन बाहिर राखेपछि रियाक्सन गर्छ कि नै, त्यो कम्बाइन्ड स्टेट हो त्यो भन्न खोजेको। ल है त, अब यो कुरा छोडिदिउँ। अब ओर हेरौँ। ओर A to Z मेटलको पढ्दैछौँ। ओर भनेको के हो थाहा भइसक्यो। फर्स्टमा एबाट आउने कुन मेटल ल भन्ने त मलाई, एबाट आउने कुन मेटल, फटाफट भन्ने, फटाफट हो। रेस्पोन्सिभ हुने। माई डियर स्टुडेन्ट सबैले रेस्पोन्स दिइरहनु भएको छ, एकदम ठिक छ है त। एबाट अल्मुनियमको ओर, सबैमा अल्मुनियम। ल फर्स्टमा अल्मुनियमको ओर याद गर्ने। सबैले कसरी याद गर्ने, एकैचोटि मैले यहीँ क्लासमा पढेको कुरा क्लासमै याद गराउने। यो एम्बिसन गुरुको पहिलो नम्बरको विशेषता हो। सबै स्टुडेन्टले किन एम्बिसन गुरु जोइन गर्छन् भन्दाखेरि क्लासमा पढाइ भएको कुरा क्लासमै याद हुन्छ। त्यही भएर यहाँ हेर्ने कसरी याद हुन्छ, यो मैले याद गराउँछु। मिकाको कसरी याद गर्ने, मिकाको दाइ र बाउ कहिल्यै कराउँदैनन् भनेर याद गर्ने। मिकाको दाइ र बाउ कहिल्यै कराउँदैनन् है त। के भनेर याद गर्ने, मिकाको दाइ र बाउ कहिल्यै कराउँदैनन्। हाम्रो दाइ र बाउ कराउनुहुन्छ किनकि हामी पढ्दैनौँ नि त है, हो कि होइन। तपाईँहरूको दाइ र बाउ त एकदम कराउनुहुन्छ होला, पढ्नु हुँदैन। अब मिकाको दाइ र बाउ कराउनु हुँदैन किनकि मिका पढ्छ राम्रोसित, सीमा नाम निकाल्छ 1 नम्बरमा है। त्यही भएर यो अल्मुनियमको ओर, ठ्याक्कै यो लाइन सम्झिने। यो लाइन सम्झिसकेपछि यहाँबाट सबै ओर आउँछन्। 1 नम्बरमा मिका भनेको 1 नम्बरमा मिका नै भइहाल्यो। मिका, मिकाको फर्मुला के, K2O डट Al2O3 डट SiO2 डट 2H2O। अब SiO2 को अगाडि 6 राखिदिने, Al को अगाडि 3 राखिदिने। दिस इज द फर्मुला अफ मिका, दिस इज द फर्मुला अफ मिका 1। अब को भनेको है, को भनेको कोरन्डम, CORUNDUM कोरन्डम है। को भनेको कोरन्डम, को भनेको कोरन्डम, Al2O3, Al2O3। थर्ड नम्बरमा दाइ भनेको डायस्पोर, DIASPORE लेख्ने त, DIASPORE डायस्पोर, Al2O3 डट H2O, एउटा H2O
बाउ भनेको बक्साइट, बाउ भनेको बक्साइट, BAUXITE बक्साइट, बाउबाट बक्साइट Al2O3.2H2O। कहिल्यै भनेको क्रायोलाइट, कहिले सरी काउलनाइट भनेर भन्नुस् है, 4 5 भयो है। कहिल्यै भनेको KAOLNIT काउलनाइट है, काउलनाइट। कहिल्यै भनेको काउलनाइट भनेको के हुन्छ Al2O3.SiO2.H2O, यहाँ पनि 2 राख्नुस्, यहाँ पनि 2 राख्नुस्, काउलनाइट। ठिक छ। कराउँदैनन् भनेको क्रायोलाइट, कराउँदैनन् CRYOLITE क्रायोलाइट है। NaAl3 सरी NaAl3 पक्नुस् यहाँ अलिकति NaAlSi3O8 है। थाहा भयो। अब हेर्ने यो तपाईहरुलाई लाग्छ होला कसरी यति सर यो सरी Na3AlF6 पक्नुस् त, यहाँ मैले अलिकति यहाँ मिस्टेक गरेँ, भन्दाखेरि एउटा लेख्दाखेरि एउटा भएछ। Na3AlF6 है, हो क्रायोलाइट, यस ठिक छ है। Na3AlF6 हेरौँ है त यो के हुन्छ भनेपछि अब यो चाहिँ के काम छ भन्नुहुन्छ, यो सोध्छ ओर के को कस्तो सजिलो पनि बनाउँछ। अब हेर्ने, अब सुन्ने है त एकछिन। अल्मुनियमको ओर मिकाको दाइरा बाउ कहिल्यै कराउँदैनन्, यो सबै सजिलो छ है, सजिलो छ। यो लाइन जसलाई पनि याद हुन्छ, सर सबैको फर्मुला के याद गर्नुपर्छ भनेर सोध्नुहुन्छ, आउँछ है रिकेश। त्यो यहाँ नआएको कुरा कतै अर्को आउँछ। जस्तै मैले यो क्रायोलाइट भनेर Na3AlF6 मैले अल्मुनियममा लेखाइरहँदा सोडियममा नलेख्न सक्छु है त, सोडियममा नलेख्न सक्छु किनकि सेन्टेन्स मिलाउनको लागि। हुन त यो सोडियमको ओर पनि हो, अल्मुनियमको ओर पनि हो, विचार गर्ने है त्यसको है। त्यही त भन्दैछु, दीक्षा फेल्सफायर अर्कोमा होला नि त है, बुझ्नुभयो नि, सोडियममा होला अथवा पोटासियममा होला के। त्यो यहाँ किन आएन, यहाँ मैले यति मात्रै लेखाएँ, Na पनि छ अल्मुनियम पनि छ, यो दुईटैमा लेख्न आवश्यक छैन के। तपाईलाई फर्मुला याद हुन्छ कि Na कि अल्मुनियममा हुन्छ भनेर यसरी थाहा हुन्छ है। ल हेरौँ एकछिन, हेरौँ त यहाँ के हुन्छ भनेपछि मलाई अब केही कुरा भन्न दिने, सर यस्तो फर्मुला कसरी याद गर्ने सबै भनेर भन्नुहुन्छ होला हैन। तपाईहरु कसरी याद हुन्छ त, यो सजिलो तरिकाले याद हुन्छ। यो लाइन जसलाई पनि याद भयो एक। अब मिका भनेको के, मिका तपाईलाई यो एक एक याद गर्नु पर्दैन के, K2O 3Al2O3 6SiO2 2H2O यो सबै एक एक याद गर्नु पर्दैन तपाईलाई। किन याद गर्नु पर्दैन भन्दाखेरि तपाईलाई त्यहाँ त्यही एन्सर दिएको हुन्छ, सम्झिने हो नि त तपाईले, त त्यही टिक गर्नुपर्ने हो नि त हैन, हो कि हैन भन्नुस् त। संसारको सबैभन्दा सजिलो एक्जाम नै MCQ अब दिन जान्दै हुनुहुन्छ नि जुन एक्जाम, त्यो संसारको सबैभन्दा सजिलो एक्जाम हो। 9 10 11 12 मा को एक्जाम त धेरै गाह्रो हो। किन, क्वेशन के आउँछ थाहा थिएन, एन्सर घरबाट सबै कुरा फुल स्टपको फुल स्टप कमाको कमा पढेर जानुहुन्थ्यो क्या, के लेख्ने कस्तो लेख्ने त्यो गाह्रो हो। अबको एक्जाम हेर्नुस् त कस्तो छ, क्वेशन पनि त्यही छ, एन्सर पनि त्यही छ, कति सजिलो छ, टिक गरेर आउने हो हैन। हो तपाईले के गर्ने भन्दाखेरि यो सम्झिने, मिकाको फर्मुला भनेर यो सबै सम्झिनु पर्दैन। सबै मिकालाई उसको दाइरा बाउले कराउनु हुँदैन। किन कराउनु हुँदैन, मिका पास हुन्छ। यो कसरी सम्झिने, पास हुन्छ मिका, त्यही भएर कराउनु हुँदैन। अब पास भनेको के, पोटासियमको अक्साइड अल्मुनियमको अक्साइड सिलिकनको अक्साइड सिद्धियो। यो तपाईलाई है, यस पोटासियमको अक्साइड अल्मुनियमको अक्साइड सिलिकनको अक्साइड सिद्धियो, त्यही भएर कराउँदैन। मिका के हुन्छ, एक्जाममा पास हुन्छ, पढ्छ पास हुन्छ। पोटासियमको अक्साइड अल्मुनियमको अक्साइड हो, यसरी सम्झिने। ए मिका भनेको के, मिका त पास थियो, पास भनेको पोटासियमको अक्साइड अल्मुनियमको अक्साइड सिलिकनको अक्साइड सिद्धियो। यो तपाईलाई पछाडि 2H2O हुन्छ कि 3H2O हुन्छ कि कन्फ्युज हुन 6H2O हुन्छ कि 5H2O हुन्छ, यहाँमा कन्फ्युज हुनै पर्दैन। तपाईलाई यो कन्फ्युज छ भने यो अगाडिको नपढे पनि हुन्छ। म टिचर्स भएको हुनाले मैले लेखाइदिएँ, तपाईलाई लेखाइदिनुपर्छ। बुकमा के हुन्छ मलाई त सबै याद छ हैन, मैले लेखाइदिन्छु यो सबै। तर तपाईहरुले यहाँ 3 हुन्छ कि 2 हुन्छ, यहाँ 5 हुन्छ कि 6 हुन्छ, 7 हुन्छ, यहाँ 2 हुन्छ, यो झुकिरहन पर्दैन, यो सोध्दैन तपाईलाई हैन। तपाईले सिम्पल मिका भनेको के, पोटासियमको अक्साइड अल्मुनियमको अक्साइड सिलिकनको अक्साइड बर्ड सिद्धियो पुग्यो। अब कसैलाई याद गर्ने इच्छा छ भने यो फर्मुला पनि मैले तपाईहरुको लागि भन्दा पनि कुनै पनि नछुटोस् भनेर बनाइदिएको, यो सजिलो है। तपाईलाई यही सजिलो लाग्छ भने एकदम है, हो यो एकैचोटी याद भयो, भेरी गुड, हो पहिलोचोटी नै याद भयो भन्नु भएको छ एकदम, एक्चुअली पहिलोचोटी नै याद भयो। ल यता हेर्ने हो, यो फर्मुलाहरु यो अगाडि 3 2 6 छन् नि, यसले किन योमा झुक्किने होइन क्या। यहाँमा के छ त, यो मिका भनेको
पोटासियमको अक्साइड अल्युमिनियमको अक्साइड सिलिकनको अक्साइड पास मिका पास हुन्छ त्यही भएर कराउँदैन। अब मिका आयो, मिका जस्तै काओलनाइट छ कि छैन हेर्ने। मिका जस्तै काओलनाइट छ, अगाडिको K2O मात्रै हुँदैन, अरू सबै सेम छ त। अगाडिको K2O मिका र काओलनाइटमा अगाडिको मिकाको पोटासियम अक्साइड हुँदैन, सिद्धि हो त। अरू किन याद गर्नु पर्यो? यो 2 याद नगर्नुहोस् तपाईँहरू। त्यो म टिचर्स भएको हुनाले मैले तपाईँलाई सिकाउनुपर्छ। यादै गर्ने भयो भने कति सजिलो छ। SiO2 मा Siबाट 6 आउँछ, SiX6 हुन्छ कि न, यसको अगाडि 6 राख्ने। Al को भ्यालेन्सी 3 हुन्छ कि न, अगाडि 3 राख्ने। याद गर्ने भयो ट्रिक्स अरू पनि छन्, बुझ्नुभयो नि। यादै गर्नुपर्ने छ भने नम्बर ट्रिक्स त अरू पनि छन्, मैले जति पनि तपाईँलाई बनाइदिन्छु। तर तपाईँले यो किन याद गर्नु पर्यो यति लामो? पहिलो कुरा है, बुझ्नुभयो नि मैले भनेको एकदम सजिलो। अब अर्को हेर्ने, कोरन्डम डायस्पर बक्साइड कति सजिलो छ। मैले सजिलो एउटै अर्डरमा राखिदिएको छु। Al2O3 Al2O3.H2O Al2O3.2H2O डाई मिकाको दाई बाउ, तीनटा सँगै छन् के? को मिकाको कोरन्डम दाई डायस्पर बाउ बक्साइड सिद्धि। यो एउटै अर्डरमा छैन। यो हेर्दा हेर्दै याद भयो कि भएन? अलिकति फरक यो थियो, यो पनि त्यत्तिकै याद भयो। योसँग कम्पेयर गरेर यो त्यत्तिकै याद हुन्छ, यो तीनटा त्यत्तिकै याद भइहाल्यो। अब क्रायोलाइटको Na3Alf6 खालि यति मात्रै। यो अलिकति दिमागमा जोर पर्ने कुरा फर्मुला भनेको यही मात्रै हो कि हैन ल भन्ने। याद भयो कि भएन? अलि फरक यो Na3Alf6 हो कि हैन? अरू केही छ? याद भयो? सबैलाई याद भयो ल भन्ने? याद भयो कि भएन? यस, हो भेरी गुड। खुसीले याद भयो भन्नुभयो। यस, सबैले याद भयो भन्नुभयो। यसलाई ठुलो रुममा गाह्रो रुममा पहिला हेर्दै नहेर्नुहोस् क्या तपाईँहरू, एकदम सजिलो रुममा आहा कति राम्रो फर्मुलाहरू, केमिस्ट्री इज भेरी ब्युटिफुल भनेर हेर्नुहोस् क्या। हेर्ने नजर नै तपाईँको यसलाई यस्तो राम्रो हुनु पर्यो अनि याद हुन्छ के। यो हेर्दै कस्तो झ्याउ लाग्दो छ, यति लामो कसरी याद गर्ने होला भनेर यसरी टाउको कन्याउन थाल्नुभयो भने तपाईँलाई कहिले याद हुँदैन। यो थाहा पाउने है। हो, बुझ्नुभयो नि? यस, क्रायोलाइट, यस भेरी गुड। जसरी याद गर्नुहोस् हो, FAN फ्यान हो, कसरी सम्झने हुन्छ तपाईँ? विपिलले भनिसक्नुभयो ल, हो आफैले सम्झने तरिका मैले त तपाईँलाई सजिलो बनाइदिने हो के। टिचर्सले भनेको यो कुरा त बुकमै छ नि त, तपाईँले घोक्न पनि सक्नुहुन्छ। घोक्न बढी भयो तपाईँलाई 10 मिनट लाग्ला हैन, यो सबै याद गर्न आधा घन्टा लाग्ला सबै फर्मुला ल। फेरि तर टिचर्सको काम के भन्दाखेरि तपाईँलाई सजिलो पाराले त्यो आधा घन्टाको कामलाई 5 मिनटमा कसरी याद गराउने, त्यो टिचर्सको काम। फ्यासिलिटेटर भन्छ, त्यही भएर तपाईँलाई फ्यासिलिटेट गरिदिने हो क्या, सजिलो बनाइदिने पो हो नि त। नभए बुकको कुरा हामी बुकमै छ नि, हामीले पढ्ने आइडिया दिने हो क्या तपाईँलाई, यति कुरा याद गर्ने है त। हो, यो कुरा अब याद भयो? यस है, थाहा भयो नि? हो, यो थाहा पाउने। हामीले भनेको तपाईँलाई सजिलो गराउने, यहीँ याद गराउने हो। फटाफट सुइँ पढाएर यहाँ पढ्ने, घरमा गएर आफै पढ्छु, सरहरूले कोर्स सिधाइदिएको भए हुन्थ्यो, घरमा बसेर आफै पढ्छु, त्यो होइन। टिचर सरसँग पढिसकेपछि हो, यस कति राम्रो भन्नुभयो। यस है, ओके ल। अभी ल यो सिद्धियो, ए को अल्युमिनियमको ओर फिनिस। अब केही छ यसमा? केही पनि गाह्रो छैन ल भन्ने। अब के गाह्रो भयो? कति सजिलो। त्यही भएर त भन्छु पढ्ने गाह्रो किन हुन्छ। यो एक्चुअली यो गाह्रो भएर गाह्रो भएको होइन नि त, पढ्ने आइडिया थाहा नभएर चाहिँ गाह्रो भएको हो कि। पढ्ने आइडिया थाहा नभएर चाहिँ हामीलाई गाह्रो भएको है। ल यो बक्साइट ओर, बक्साइट ओर तपाईँको फेभरेट ओर हो, यो मेन ओर पनि हो है। तपाईँको फेभरेट ओर किन हो? यो मेन ओर हो अल्युमिनियमको, त्यो पनि थाहा पाउने है त। ल यो सिद्धियो, एक मिका, यो सक्यो है। अब मैले मेटेँ, यहाँ पछि फेरि केही नसोध्ने। एक एबाट अल्युमिनियम सिद्धियो। अब एबाट अर्को कुनै मेटल छैन। बीबाट कुनै त्यस्तो मेटल पढ्नुपर्छ छैन है। एन्टिमनी पढ्नु पर्दैन शीतल, एन्टिमनी पढ्नु पर्दैन है त। ओके, अनि बी सीबाट, ल सीबाट क्याल्सियम, सीबाट के क्याल्सियम सीए, सीबाट क्याल्सियम सीए। अब हेरौँ, सीबाट क्याल्सियम सीए, हेर्दै जाउँ फटाफट हेर्दै जाउँ है। ल सीबाट अब यसलाई कसरी याद गर्ने, यसलाई पनि हेरौँ। तपाईँले बच्चैदेखि पढ्दै आएका फर्मुलाहरू मैले लेखेँ है त। CaCO3 लेखेँ 1 हो, ओके। अनि CaSO4 लेखेँ 2, CaSO4 पढ्नु भएको छ नि त होइन, यो CaSO4 हो नि त है। यो तपाईँले बच्चैदेखि पढ्दै आएका फर्मुला लेखेँ। CaC3 बच्चालाई थाहा छ, CaSO4, CA3PO4 को होल 2, यो पनि छ क्याल्सियम फस्फेट। अनि CaF2। अब हेर्ने, यति तीनटा याद, यो चारवटा याद भयो। यो हेर्दै याद छ कि, हेर्दै याद छ। पहिला CA पढौँ है त प्रिन्स। यो यसको नाम के हो? CaCO3 को नाम के हो? मार्बल हो, यो क्याल्साइट हो, यो चक हो, अरू के हो? लाइमस्टोन हो,
यो नाम त जे पनि सुन्नु भएको छ त, मार्बल हो, क्याल्साइट हो, चक हो, लाइमस्टोन हो, अरू के छ क्याल्सियम कार्बोनेट भने पनि हुन्छ हैन। अब यिनीहरूको कमन नेम केमिकल नेम सोध्दैन हो। केमिकल नेम त CaCO3 क्याल्सियम कार्बोनेट, क्याल्सियम सल्फेट, क्याल्सियम फस्फेट, यो त हामीले याद गर्ने तरिका भयो हैन, बच्चैदेखि पढ्दै आउनु भएको हो। अब हामीलाई यिनीहरूको कमन नेम सोध्ने हो। यो त केमिकल नेम त सोध्दैन ओरमा, जस्तै अघि मिका भन्यौँ, मिकालाई पोटासियम अक्साइड, अल्मुनियम अक्साइड, सिलिकन अक्साइड भनेर त थाहा पाइहाल्नुहुन्छ नि हैन। मिकाको फर्मुला के हो भनेर, त्यो मिका भनेको कमन नेम हो क्या, त्यसको IUPAC नेम केमिकल नेम भनेको पोटासियम अक्साइड हैन, अल्मुनियम अक्साइड, सिलिकन अक्साइड हो, सिद्धि हो है हो, त्यो याद गर्ने। अब अर्को हेर्ने CaSO4 भनेको के? CaSO4 भनेको के त? CaSO4 ल भन्नु त, यसको कमन नेम के हो? कसैलाई याद छ? क्याल्सियम सल्फेट हो। क्याल्सियम सल्फेट ठ्याक्कै याद हुन्छ कमन नेम। ल जस्तै CaSO4.2H2O के हो? CaSO4 धेरैलाई थाहा होला, .2H2O के हो? यो जिप्सम हो, यो सबैलाई थाहा छ है, भनिसक्नुभयो, यो जिप्सम हो। अनि CaSO4.5H2O के होला मलाई भन्ने त, CaSO4.5H2O के हो? प्लास्टर अफ पेरिस हो। यता हेर्ने, अब यो प्लास्टर अफ पेरिस र जिप्सम याद छ हैन। पछाडि यो वाटर भएका हाइड्राइड हुन् क्या, वाटर भएका यिनीहरू हाइड्राइड हुन् हो कि हैन। वाटर कुनैमा वाटर एड छ भने त्यसलाई हामी हाइड्राइड भनेर पढ्छौँ नि हैन, हाइड्राइड। अब यो वाटर नै छैन, वाटर नै नभएको यति दुईटालाई के भन्छ भन्दाखेरि, वाटर भएकोलाई हाइड्राइड भन्छौँ भने यसलाई एनहाइड्राइड भन्छौँ, सजिलो, ANHYDRID, एनहाइड्राइड। कति सजिलो छ, के गाह्रो भयो? CaSO4.2H2 हो, त्यो क्याल्सियम सल्फेटको हाइड्राइड हो, त्यो भनेको प्लास्टर जिप्सम सल्ट हो, त्यो वाटर निकालिसकेपछि एनहाइड्राइड हुँदो रहेछ, सिद्धि हो त। केही गाह्रो छ? एक। अनि CA3PO4 को होल टु के? क्याल्सियम फस्फेट हो, क्याल्सियम फस्फेट हो नि त, यसलाई एपेटाइट भनेर भन्ने। यसलाई के? एपेटाइट, APATITE, एपेटाइट है, हो कि हैन? एपेटाइट, ठिक छ, यस, यसलाई एपेटाइट भनेर भन्ने। अनि यसलाई फ्लुरोस्पर भनेर भन्ने, FLUORSPAR, फ्लुरोस्पर है, फ्लुरोस्पर अथवा फ्लुरोस्पर हो, क्याल्सियम फ्लोराइड अथवा एपेटाइट भनेको यसको नेम, यसको कमन नेम हो के? APATIT, एपेटाइट। क्याल्सियम फस्फेटको कमन नेम के? एपेटाइट है त अस्मिता, ठिक छ। क्याल्सियम फस्फेट अथवा के भन्ने? फस्फोराइट। यसलाई क्याल्सियम फस्फेटलाई फस्फोराइट भने पनि हुन्छ हुन त, तर एपेटाइट भन्नुहोस् है, एपेटाइट। क्लियर छ? यसको नेम क्याल्सियम फस्फेट अथवा एपेटाइट, यसको नेम के? फस्फोराइट। अनि यसको फ्लुरोस्पर, फ्लुरोस्पर, फस्फोराइट भनेको पनि यही हो है, फस्फोराइट, PHOSPHORIT, फस्फोराइट पनि खास त्यसैलाई भन्छ है। अब मैले यति किन लेखाएँ भन्दाखेरि यो एपेटाइट। अब यो दुईटालाई मिक्स गरिदिने, सँगै यो दुईटालाई मिक्स गरिदिने, हेर्ने है, यो दुईटालाई मिक्स गरेर के भन्छ? CA3PO4 को होल टु, CA3PO4 को होल टु .CAF2, अगाडि 3 राखिदिने, अगाडि 3 राखिदिने। अब यसको नाम के हुन्छ? फ्लुरो एपेटाइट। दुईटालाई मिक्स गरे कि गरिन? दुईटालाई मिक्स गरेपछि फ्लुरो एपेटाइट, FLURO फ्लुरो APATIT, फ्लुरो एपेटाइट, फ्लुरो एपेटाइट, फ्लुरो एपेटाइट। याद भयो? फ्लुरो एपेटाइट हो। हेर्ने, यो त बच्चादेखि कुनै पनि कुरालाई सजिलो बनाउनको लागि ट्रिक्स बनाउने हो। ट्रिक्स भन्दा त्यो अलरेडी सजिलो हुन्छ भने ट्रिक्स चाहिएन। यसको लागि मैले ट्रिक्स किन नलेखाएको? यो बच्चैबाट याद छ। यो बच्चा क्याल्सियम कार्बोनेट, क्याल्सियम सल्फेट, क्याल्सियम फस्फेट, क्याल्सियमको सल्ट त्यत्तिकै याद हुन्छ हो, त्यत्तिकै याद भयो। अब यसको नेम मार्बल हो भन्ने थाहा छ। यो जिप्सम साल्ट पछाडि हाइड्राइड हुन्छ, यो CaSO4 एनहाइड्राइड भयो, खालि यसको नेम एउटा एपेटाइट। अनि यो दुईटालाई क्याल्सियम फ्लोराइड, फ्लुरो एपेटाइट, यो दुईटालाई मिक्स गरिदिने, फ्लुरो एपेटाइट। अब हेर्ने अर्को, फ्लोरिनको ठाउँमा मैले अलिकति चेन्ज गरिदिएँ है त। फ्लोरिनको ठाउँमा अलिकति मैले के चेन्ज गरेँ भन्दाखेरि, यहाँ हेर्ने है, फ्लोरिनको ठाउँमा के चेन्ज गरेँ भन्दाखेरि क्लोरिन राखिदिएँ मैले। फ्लोरिनको ठाउँमा अगाडि 3 नै राखेँ, जस्ताको तस्तै सबै सेम, CA3PO4 को होल टु, CA3PO4 को होल टु .CaCl2 राखेँ। अब यसको नाम के? यहाँ फ्लोरिन थियो, फ्लुरो एपेटाइट, फ्लोरिन थियो, फ्लुरो एपेटाइट है। अब क्लोरिन छ भने के? क्लोरो एपेटाइट, बच्चालाई पनि थाहा हुन्छ। क्लोरो एपेटाइट, भेरी गुड, CHLORAPATIT, क्लोरो एपेटाइट। ल है त, यो क्लोरो एपेटाइट, यहाँ अक्षर यहाँ नअटेको हुनसक्छ, यो यसरी बुझ्ने, क्लोरो एपेटाइट हो। यो भनेको के हो? क्लोरो एपेटाइट हो है, क्लोरो एपेटाइट, फ्लुरो एपेटाइट, क्लोरो एपेटाइट। फेरि अर्को ठ्याक्कै यस्तै, 3 CA3PO4 को होल टु
CaOH होल 2। अब यहाँ मैले हाइड्रो र अक्सी राख्दिएँ, फ्लोरिन क्लोरिनको ठाउँमा मैले हाइड्रो अक्सी राख्दिएँ, फ्लोरिन र क्लोरिनको ठाउँमा अब मैले हाइड्रो अक्सी राख्दिएँ। नाम के हुन्छ ल भन्ने? नाम के हुन्छ? हाइड्रो अक्सी एपाटाइट। के हुन्छ? हाइड्रो अक्सी, दुईटा हुँदैन, हाइड्रो अक्सी एपाटाइट, APATITE, हाइड्रो अक्सी एपाटाइट। बस हेर्दै याद भयो कि भएन ल मलाई भन्ने? हेर्दै याद भयो? यो मार्बल बच्चालाई क्याल्सियम कार्बोनेट, क्याल्सियम फस्फेट, क्याल्सियम सल्फेट, तीनटा याद भयो। अनि यसमा यो भनेपछि यो फ्लुरो एपाटाइट भयो हैन, यो फ्लुरो स्पर भयो। अनि यो दुईटालाई जोड्दिने फ्लुरो एपाटाइट, क्लोरो एपाटाइट, हाइड्रो अक्सी एपाटाइट। ल भन्ने? कसैलाई याद नभएको छ? कसैलाई याद नभएको छ भने राम्रोसित हेरेकै छैन, फेरि हेर्ने त्यहाँ है। भनेको बुझियो? भेरी गुड खुसी है। हो, यहाँ पढेको कुरा यहीँ याद गर्ने भन्छु नि मैले। त्यो एम्बिसन गुरुको विशेषता हो, यहाँ पढाइ भएको कुरा यहीँ याद गराउँछ है त। थाहा पाइराख्ने यो, याद भयो यो। अब यसमा केही छ? केही छ भन्नुपर्ने कुरा छैन है, यो भयो। नेक्स्ट, यो सकियो है त। गुड। अब सीबाट अर्को मेटल, सीबाट अर्को मेटल क्याल्सियम भयो, कपर, सीबाट अर्को मेटल कपर, कपरको ओर, कपरको ओर है त। ठिक छ नि? कपरको ओर अब कसरी याद गर्ने? यो पनि यहीँ याद गर्ने, ट्रिक्स लेख्ने। एमालेको प्यारिगल रुबी। कसरी याद गर्ने? एमालेको प्यारिगल रुबी। यो लाइन याद गर्न गाह्रो छ? छैन है। यो लाइन याद गर्न क्याल्सियम कार्बोनेट है त, मनिका। ठिक छ? यो मेन हो। मेन ओर चाहिँ कसरी छुट्याउने भन्दाखेरि दुई कारणले हुन्छ कि मेन ओर कसरी छुट्टिने भन्दाखेरि, यस सर तपाईँ एमाले हो भन्नुहुन्छ, म एमाले काङ्ग्रेस कुनै पनि दलमा विश्वास गर्दिनँ, म आफ्नै दलमा विश्वास गर्छु, त्यो हो पैदल है त। बुझ्नुभयो नि? त्यो अरूको दल यो होइन, यो ट्रिक्स मात्रै हो, यो अरू केही पनि होइन। मेन ओर कसरी छुट्याउने भन्नुहुन्छ? मेन ओर चाहिँ दुई किसिमले हुन्छ के। मेन ओर कति किसिमले हुन्छ भन्दाखेरि दुई किसिमले। एउटा कुन पाउँछ जस्तै, ल एकछिन, ल अगाडि के पढाएँ? अल्मुनियम। अल्मुनियमको ओर चाहिँ के हो भन्दाखेरि, अल्मुनियमको ओर बक्साइड होइन। बक्साइड मेन ओर हो कि होइन? कसरी छुट्याउने? पहिलो कुरा, त्यसमा पर्सेन्टेज अफ मेटल हाई हुनु पर्यो, एक मेन ओर छुट्याउनको लागि। अनि आफ्नो लोकालिटीमा पाउने हुनु पर्यो कि आफ्नो लोकालिटीमा पाउँदैन भने त्यो मेन ओर हुन्छ। जस्तै हाम्रो नेपालमा बक्साइटै पाउँदैन, बक्साइड इन्डियातिर पाउँछ भने हाम्रो मेन ओर बक्साइड भनेर हामीले किन पढिरहने भन्ने हो। दुई तरिकाले लेखेको हुन्छ कि बुकले, कि त्यो ठाउँमा पाउने भएको हुनाले लेखेको हुन्छ, कि पर्सेन्टेज अफ मेटल बढी भएको हुनाले लेखेको हुन्छ क्या। यो कुरा बुझ्ने है त। हो, ठिक छ नि? जस्तै हाम्रो पर्सेन्टेज कमै भए पनि ल हाम्रो हाम्रो के हुन्छ मेन ओर? ल मिका नै भयो, यहाँ मिका नै हुनसक्छ नि। हाम्रो नेपालमा छ्यापछ्याप्ती मिका पाउँछ भने मेन ओर अफ अल्मुनियम इज मिका भनेर पढ्छौँ क्या हामीले नेपालको कन्टेस्टको लागि। जहिले पनि पर्सेन्टेज बढी हुने बित्तिकै त्यो मेन ओर भन्ने त्यो मिल्दैन है त। हो, त्यो थाहा पाउने। त्यही भएर बुकले लेख्ने कन्टेस्ट यसरी फरक पर्छ, यो थाहा पाउने। अलि माइन्डलाई ब्रोड बनाएर हेर्ने हो क्या जहिले पनि। यो बुकले यही लेख्यो सर, यही छ, त्यो होइन, त्यो कुन कन्टेस्टमा लेखेको हो है। ल हेर्ने, एमालेको प्यारिगल रुबी। ठिक छ नि? यस हो। अब ए भनेको एजुराइट, ए भनेको AZURIT एजुराइट। माले भनेको मालाचाइट, म्यालकाइट भन्छ, MALACHIT, मालाचाइट है त। तपाईँले मालाचाइट भन्दै सुन्दै आउनु भएको, मालाचाइट नै भन्ने, म्यालकाइट। को मिनिङ छैन, को मिनिङ छैन। प्यारी भनेको पाइराइट, PYRITS है। प्यारी भनेको पाइराइट, प्यारी भनेको PYRITS, पाइराइट। पाइराइट्स अब दुईटा हुन्छन्, कपर पाइराइट र आइरन पाइराइट। कपर पाइराइट र आइरन पाइराइट दुईटा हुन्छन्। यहाँ अब हामीले कपर पाइराइट पढ्ने, कपरको ओरमा त कपर पाइराइट पढ्छौँ नि, PYRITE पाइराइट होइन। यहाँ कुन पाइराइट पढ्छौँ? कपर पाइराइट। आइरन पाइराइट आइरनमा पढ्छौँ, यहाँ कपर पाइराइट आयो है। हो, प्यारी भनेको पाइराइट। गल भनेको ग्लेन्स कप्पर, GLANCE, ग्लेन्स कप्पर। गल भनेको के? ग्लेन्स कप्पर। रुबी भनेको रुबी कप्पर, रुबी भनेको के? रुबी कप्पर है त। अब के हो त एजुराइटको फर्मुला? यति हो, सिद्धि हो। केही गाह्रो छ ल भन्ने? एकदम सजिलो छ कि छैन? हो, एजुराइट। एजुराइट र मालाचाइट भनेका दुईटा ट्विन्स हुन्, केही गाह्रो छैन। CuCO3 डट CuOH होल 2, यो पनि एजुराइट हो। CuCO3 डट CuOH होल 2,
यो के हो यो पनि एजुराइट हो। एजुराइट र मालाचाइट दुईटा ट्विन्स हुन्, केही फरक छैन, खालि एउटा 2 मिनेट अगाडि जन्मेको। यो ए नाम गरेको 2 मिनेट अगाडि जन्म्यो, अगाडि 2 थपिदिने, अरू सकियो। एजुराइट र मालाचाइट के रहेछन्? ट्विन्स रहेछन्। क्याल्सियम कार्बोनेट, क्याल्सियम हाइड्रोक्साइड, क्याल्सियम कार्बोनेट, क्याल्सियम हाइड्रोक्साइड, सरी क्याल्सियम भन्छु, के अरे कपर कार्बोनेट, कपर हाइड्रोक्साइड, कपरसँग कार्बोनेट छ भने, कपरसँग हाइड्रोक्साइड र कपरसँग कार्बोनेट छ भने एजुराइट र मालाचाइट दुईटै। तर एजुराइटलाई कसरी सम्झिने? अगाडि 2 थप्ने, ए अगाडि आउँछ, अगाडि जन्मेको 2 मिनेट अगाडि जन्मेको ट्विन्स हो। अब पाइराइट, कपर पाइराइटको फर्मुला बच्चैदेखि पढ्दै आएको याद छ, के हो कपर पाइराइटको फर्मुला? CuFeS2। आइरन पाइराइटको के हुन्छ? FeS2 हैन, आइरन पाइराइट FeS2 भइहाल्यो। CuFeS2 कपर पाइराइट, दुईटा पाइराइट हुन्छ हैन, हो यो याद गर्ने। अब यो पाइराइटलाई फुल्स गोल्ड के पनि भन्छ? यसलाई FOOLS, फुल्स गोल्ड पनि भन्छ यसलाई, GOLD है। यो फुल्स गोल्ड, यसले के हुन्छ भन्दाखेरि यो अलिकति सुन जस्तो देखिन्छ है, हो फुल्स गोल्ड किन भनिन्छ? यो हेर्दाखेरि सुन जस्तो देखिन्छ कि, ठ्याक्कै गोल्ड जस्तै येल्लो देखिन्छ के यो है त, त्यही भएर यसलाई फुल्स गोल्ड भनेर भन्छ है। अब नक्कली सुन के, नक्कली सुन ठ्याक्कै, त्यही भएर फुल्स गोल्ड, फुल बनाएको के, अथवा मूर्ख मान्छेले यसलाई सुन ठान्छन् भनेर भने पनि भयो है। हेर्दाखेरि त्यसको त्यस्तै, बाहिरको कलर केही छुट्याउनै सक्नुहुन्न है, ठिक छ नि। केमिस्ट्री नपढ्नेहरूको लागि यो फुल्स गोल्ड भयो, केमिस्ट्री पढ्नेहरूको लागि त यो गोल्ड होइन भन्ने थाहा भयो नि त हैन। केमिस्ट्री नपढ्नेहरूले यसलाई गोल्ड ठान्छन्, केमिस्ट्री पढ्नेहरूले यसलाई गोल्ड ठान्दैनन्, गोल्ड भनेको रियल गोल्ड हो भन्ने थाहा हुन्छ हैन। यो अब ग्लेन्स कपर Cu2S, ग्लेन्स कपर Cu2S, रुबी कपर Cu2 हो, रुबी कपर, यसलाई क्युप्राइट पनि भन्छ, CuPrit, क्युप्राइट पनि भन्छ। क्युप्रिक अक्साइड होइन त यो, क्युप्राइट हो कि होइन? हो, ठिक छ। अनि यसलाई यो रेड अक्साइड, कपरको दुईटा अक्साइड हुन्छ, रेड र ब्ल्याक, यो रेड अक्साइड हो, कपरको दुईटा अक्साइड हुन्छ, यो रेड अक्साइड हो, सिद्धियो है। के गाह्रो छ ल भन्ने त? यस शीतल, के भयो रे? यो याद भयो कि भएन? एमालेको प्यारी गर्ल रुबी, ठिक छ, हो एमालेको को रे? प्यारी गर्ल रुबी। केमिस्ट्रीमा रुबी भन्ने बहुत फेमस छ, त्यो एमालेको गर्ल हो है त। ए भनेको एजुराइट, माले भनेको मालाचाइट, रुबी भनेको रुबी कपर, प्यारी भनेको पाइराइट, सिद्धियो। ब्ल्याकको एउटा Cu हुँदैन, ब्ल्याक अक्साइड हो, Cu हो, ब्ल्याक, यो Cu हो के ब्ल्याक भयो, यो Cu2 रेड भयो है। ल क्लियर भयो? क्लियर भयो कि भएन? याद भयो? यहीँ याद गर्ने के, यो कपर कार्बोनेट, कपर हाइड्रोक्साइड, कपर कार्बोनेट, कपर हाइड्रोक्साइड, यो पाइराइट भन्ने बच्चैदेखि पढ्दै आएको, यसमा Fe हटाइदिने Cu2S हुन्छ, यो ग्लेन्स कपर हुन्छ। रुबी कपर भन्ने बित्तिकै Cu2 हो, रेड, रुबीको गाला रातो हुन्छ भनेर याद गर्ने, रुबी कपर रेड अक्साइड, थाहा भयो, त्यत्तिकै याद भयो। हो, हेर्ने बित्तिकै यस यो याद हुनु पर्यो है, हो कि होइन? केमिस्ट्रीमा रुबी भनेको बहुत फेमस हो, अगाडि अल्काली मेटल पढ्दा पनि लिनाको रुबी क्लोज फ्रेन्ड हो, त्यहाँ पनि रुबी आउँछ, जहाँ छ रुबी आउँछ हैन, हो ठिक छ नि। होइन मेरो गर्लफ्रेन्ड होइन के रुबी, यहाँ केमिस्ट्रीको हो भनेको, सरको गर्लफ्रेन्ड हो अरे, अब त्यो होइन। ल भयो, यो सिद्धियो, यो ठिक छ। अब यो भइसकेपछि सी, एबिसी सकियो। अब सी पछि कुन मेटल आउँछ? डी, डीबाट कुनै छ ओर? डीबाट कुनै मेटल छैन है। सी कोबाल्ट पढ्नु पर्दैन रितेश। एबिसी डिई, ईबाट छैन, गोन्दै जाने के आउँछ? एबिसिडी, ईबाट कुनै मेटल छ? छैन। ई एफबाट कुन मेटल छ? एबिसिडी एफबाट कुनै मेटल छ? एफबाट, यस ओके शीतल है त। एफबाट फलाम, आईबाट आइरन हुन्छ नि, एफबाट फलाम हुन्छ सर भन्नुहुन्छ होइन, आईबाट एबिसिडी इएफ। जी, जीबाट अब गोल्ड, जीबाट के? गोल्ड, जीबाट गोल्ड है त। एयु गोल्ड, गोल्डको अब कसरी याद गर्ने? जीबाट गोल्ड आयो है, ठिक छ नि। फ्रेन्सियम पढ्नु पर्दैन, ठिक छ। फेल्सफर ओर हो के? फेल्सफर ओर हो, मेटल होइन, त्यो आउँछ अहिले अनुश्री है। फेल्सफर ओर हो, के को ओर हो अहिले थाहा पाइहाल्नुहुन्छ। गोल्डको फर्मुला, अब गोल्डका ओर कसरी याद गर्ने? यसरी याद गर्ने, गोल्ड के रे है, विष्णुलाई मैले सुनार ब्राकेटमा राख्दिएँ, विष्णु कलाशील कस्तो छ? विष्णु कलाशील छ, याद गर्ने। विष्णु सुनार, सुनार भनेको सुनको ओर भनेर ठ्याक्कै याद हुन्छ, सुनार भनेर सुनको ओर भनेर याद हुन्छ हैन। हो, आइरन हुन्छ, त्यसको सिम्बल पो एफी भयो, आइरन भनेर याद गर्ने है त राहुल है।
हो विष्णु सुनार सुनार भनेको सुनकोर कलाशील छ कलाशील भनेको धेरै कला जानेको आर्टिस्ट कल्पनाशील कलाशील भन्छौँ नि सृजनशील भन्छौँ नि त्यस्तै कलाशील छ विष्णु भनेको विस्मुथराइट विष्णु भनेको के BIS विस्मुथराइट है त विष्णु भनेको कहाँ गयो फेरि यत्तरी विष्णु भनेको के रे विस्मुथराइट BISMUTHERIT विस्मुथराइट हेर्ने नामैमा विस्मुथ छ कि छैन गोल्डसँग मिसिन सक्ने एलिमेन्ट भनेको विस्मुथ हो विस्मुथराइट विष्णुबाट विस्मुथराइट है BIAU2 हेर्ने BIAU2 ठिक छ नि हो सफ्ट हुन्छ र यस लोकमनी एकदम सफ्ट है त 24 क्यारेट गोल्ड इज भेरी भेरी सफ्ट लाइक माई हार्ट है त एकदम सफ्ट हुन्छ त्यो हातले नै तपाईले यसरी त्यसलाई के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईले त्यसलाई थिच्न सक्नुहुन्छ त्यति सफ्ट हुन्छ है त त्यसकारण 24 क्यारेट गोल्डको त्यो सिक्री केही बनाइएको छ भने एकदम सफ्ट हुन्छ त्यसलाई नथिच भनेर भन्छन् नि त त्यहाँ है ल भेरी सफ्ट लाइक यु ल यो विस्मुथेराइट अनि कला भनेको कलाभेराइट CALAVERITE कलाभेराइट है त सुनार भनेको सुनकोर भनेर याद हुन्छ भनेर मैले राखिदिएको है त कलाभेराइट AUTE2 कलाभेराइट AUTE2 सिल भनेको सिल्भेराइट अथवा सिल्भानाइट भनेर पनि भन्छ है SILVANIT सिल्भानाइट अथवा सिल्भेराइट SILVERIT सिल्भेराइट है सिल्भेराइट भनेको AUTE2 मा सिल्भर थप्दिने AG थप्दिने सिल्भेराइट ल हेर्ने केही गाह्रो छ यस ornament को लागि चाहिँ कुन क्यारेटको गोल्ड युज हुन्छ सर 22 क्यारेट को गोल्ड युज गर्छन् है पसलेहरू तर उनीहरूले भन्दाखेरि 24 क्यारेट भनिरहेको हुन्छन् खास है 22 क्यारेट को गोल्ड युज हुन्छ 24 क्यारेट को प्योर गोल्ड युज गर्न मिल्दा पनि मिल्दैन हैन त्यो एकदम सफ्ट हुन्छ त्यो टुक्रिने डर हुन्छ त्यही भएर चाहिँ है उनीहरूले भन्दाखेरि 24 क्यारेट गोल्ड नै हो भन्छन् नि त त्यो त अब केमिस्ट्री पढेकोलाई मात्रै थाहा हुन्छ अरूलाई थाहा हुँदैन 24 क्यारेट को गोल्ड को अथवा हुन त 24 जस्तै 24 क्यारेट को 5 तोलाको सिक्री चाहिँ हुन सक्छ 10 तोलाको सिक्री चाहिँ हुन सक्छ किनकि अलि माथिल्लो जस्तै 24 क्यारेटकै मलाई 1 तोलाको सिक्री बनाइदे भन्दाखेरि त्यो 1 तोलाको अलि भाँचिन सक्छ के एक औँठी सानो औँठी बनाइदे भन्दाखेरि त्यो 24 क्यारेटको नहुन पनि सक्छ त्यति ड्युरेबल हुँदैन क्या त्यो तर तपाईले 5 तोलाको सिक्री बनाउँदै हुनुहुन्छ भने त्यो 24 क्यारेटकै बना भन्दाखेरि किनकि मोटो बनाउन मिल्छ नि त हो के हैन सुन एउटै ठाउँमा थुपारेर धेरै बनाउन मिल्छ नि त हो त्यो चाहिँ है हो भेरी गुड है सुनको औँठी भनेर पढे पनि औँठी हैन सुनको औँठी हो कति राम्रो सोनिकाले भनिसक्नुभयो BIAU2 AUTE2 AUTAG है यो भनेको के हुन् भन्दाखेरि विष्णु सुनार कलाशील छ त्यतिकै हेर्ने त यो भनेको ओर फर्मिङ फ्यामिलीले कुन फ्यामिलीलाई ओर फर्मिङ फ्यामिली भनेर पढाएको थिएँ मैले भन्नुस् त ओर फर्मिङ फ्यामिली भनेर कुन फ्यामिलीलाई पढाएको थिएँ ठीक छ नि हो अगाडिको अक्सिजन फ्यामिली ओर फर्मिङ फ्यामिली भनेर कुन फ्यामिलीलाई पढाएको पेरियोडिक टेबलमा ओ सञ्जय सेलिनाले तेरो अब यो जसरी पढे पनि हुन्छ हैन ओ सञ्जय सेलिना तेरो पो लभर हो भनेर यो पढाएको थिए नि हैन हो अब यता हेर्ने अक्साइड ओर भनेर पढ्नुभयो म्याक्सिमम ओर अक्साइड ओर हुन्छन् सल्फाइड ओर यो सेलेनियम आउँछ टेलुरियम पनि के हुन्छ भन्दाखेरि यहाँ हेर्ने त यो टेलुरियम ओर फर्मिङ फ्यामिली यसको पनि ओर हुन्छ क्या यी हेर्ने अब बुझ्नुभयो नि टेलुरियमको ओर यहाँ आएको छ कि छैन आएको छ नि त टेलुरियम हो त्यही भएर यसलाई ओर फर्मिङ फ्यामिली भनेर भनेको याद भयो कला भनेको कलाभेराइट सिल भनेको सिल्भेराइट सिल्भर थपिएपछि सिल्भेराइट के कलाभेराइटमा सिल भनेको सिल्भर थपियो यसैमा एजी थपिदिने केही नगर्ने यो नामैमा एन्सर छ विस्मुथराइट गोल्डको ओर पढ्दैछौँ सुरुमा विस्मुथ आयो विष्णु आयो विष्णु भनेको विस्मुथ गोल्डको ओर पढ्दैछौँ विस्मुथ र गोल्ड होला सिद्धि हो त पछाडि 2 3 त्यो याद नगर्ने भने नि त मैले 2 3 याद नगर्ने विष्णु सुनार विस्मुथराइट विस्मुथराइट यो त गोल्डको ओर पढ्दैछु विस्मुथ र गोल्ड होला BI र AU होला सिद्धि हो BI र AU छैन छ अनि कलाभेराइट भनेको AU सँग T2 हैन कलाले सुनको औँठी लाउँछ भनेर पनि पढ्नु AUT औँठी भनेर याद गरे पनि भयो है यो भयो है अनि पछि अर्को सिल्भेराइट भनेको यसैमा सिल्भर थप्दिने
हो गोल्ड ठिक छ नि त्यो अलिकति कडा हुन्छ भने नि त्यो अलिकति ड्युरेबल हुन्छ अलि बढी सुनको औँठी अलिकति 4-5 तोलाको बनाउनु भयो भने त्यो चाहिँ 24 क्यारेटकै पनि उनीहरू राख्ने ट्राई गर्छन् के त्यसमा चाहिँ 1 तोला 2 तोला त त्यो घाटा नै पर्छ यो भयो हैन यो भयो ल गोल्ड जीबाट गोल्ड भयो एबीसीडी ईएफ जी त्यसपछि एचबाट कुनै मेटल एबीसीडी ईएफ जीबाट अरु कुनै मेटल छ गोल्ड बाहेक जीबाट अर्को कुनै मेटल छैन ईएफ जी एच स्पोर्ट्समा दिने कपहरु त्यो 18 क्यारेटको हुन्छ है त त्यो गोल्ड मेडल भन्छौं हामी गोल्ड कप भन्छौं नि तिनीहरु 18-19 क्यारेटको हुन्छ है त्यो चाहिँ ठीक छ नि हो सर अघिको स्लाइड ल जीबाट ग्यालियम जर्मेनियम पढ्नु पर्दैन एबीसीडी ईएफ जी एच एचबाट छैन आईबाट आइरन अब आईबाट आइरनको एफई है त यो एफबाट आइरन नभन्ने आईबाट आइरन भन्ने है यसरी सजिलो हुन्छ ओके अब आइरनको ओर पनि कसरी याद गर्ने सजिलो तिमीहरुलाई ट्रिक्स भन्दा पनि यो मलाई सजिलो बनाउनको लागि मैले ट्रिक्स बनाएको खास किन पढाउँदाखेरि कुनै पनि कुरा नछुटोस् भनेर के तपाईहरुलाई यो ट्रिक्स सजिलो लाग्छ भने पढ्ने नभए नपढ्ने त्यो केही फरक पर्दैन है त ट्रिक्सबाट सजिलो छ भने पढ्ने नभए सिधै रट्ने बानी छ भने रटे पनि हुन्छ जति सक्यो बुझ्ने ट्राई गर्ने बुझ्न चाहिँ है भनेको बुझ्नुभयो नि सजिलो लागेको छ भने मैले लेखाइदिन्छु नभए सिधै फर्मुला नै लेखाइदिन्छु मैले केही हुँदैन है यस अब आइरनको कसरी याद गर्ने त आइरनको कसरी याद गर्ने यसको पनि है ट्रिक्सबाटै जाँदा सजिलो हुन्छ होला है सम्झना हो कि हैन प्यारी हेमा लिमोन माग सिधा प्यारी हेमा लिमोन माग सिधा भनेर याद गर्ने है ओके प्यारी हेमा लिमन माग सिधा अघिको स्लाइड त गइसक्यो विज्ञान अब पछि पढ्ने है त मैले मेटाइदिन्छु के यो हेर्ने अब यहीँबाट सुरु गर्ने है प्यारी हेमा लिमन माग सिधा अब प्यारी भनेको पाइराइट प्यारी भनेको आइहाल्छ पाइराइट केमिस्ट्रीमा प्यारी भन्ने बित्तिकै पाइराइटको याद आउँछ हैन अरु कोही प्यारीको याद आउँदैन भनेर सम्झिनु PYRITES पाइराइट PYRITES पाइराइट्स भनेको दुईटा पाइराइट कतिवटा पाइराइट छन् दुईटा पाइराइट एउटा पाइराइट दुईटा कपर पाइराइट COPPR कपर पाइराइट र आइरन पाइराइट कपर पाइराइटको बच्चालाई याद छ CuFeS2 आइरन पाइराइट भनेको FeS2 कपर पाइराइटलाई FeS2 चालको साइड पनि भन्छ चालको पाइराइट पनि भन्छ थाहै छ कपर पाइराइटलाई के पनि भन्छ चालको पाइराइट पनि भन्छ चालको साइड पनि भन्छ CHAlCO चालको PYRITES चालको पाइराइट्स अथवा CHAlCO चालको साइट कपर पाइराइट अथवा चालको पाइराइट यो भयो है हो ए ठीक छ अंकित सब युज गर्दा कन्फ्युज यता उता पर्यो भने हो त्यही त निर्जला मैले भने त सर यो सब ट्रिक याद गर्दा यता उता पर्यो भने के गर्ने भनेर भन्नुभयो त्यसो भने ट्रिक्स याद नगर्नुस् के तपाईलाई गाह्रो गर्छ तपाईलाई कन्फ्युज बनाउँछ भने किन याद गर्ने मैले सुरुमै भने नि त हैन यो तपाईहरुलाई हैन यो मैले मेरो लागि बनाएको भने नि त तपाईलाई पढाउँदाखेरि कुनै पनि कुरा नछुटोस् भनेर है कसरी यता उता पर्छ त्यो अलिकति उ गर्ने ट्रिक्सबाट यता उता पर्छ भने झन् ट्रिक्स नहुँदा झन् कति यता उता पर्ला त्यो हेर्नु न है यदि तपाईलाई गाह्रो लाग्छ भने ठीक छ नपढ्नुस् हैन सबैलाई भनेको यो धेरैले भन्नुहुन्छ सर यो ट्रिक्स नै कन्फ्युज भयो भने के गर्ने त्यसै नपढ्ने सिम्पल आइडिया सिम्पल सोलुसन हैन भनेको बुझ्नु भयो नि त हैन ट्रिक्सबाट मलाई सम्झिन सजिलो लाग्छ भनेपछि सम्झिने मलाई चाहिँ मैले आफुलाई सजिलो होला भनेर चाहिँ बनाएको है यो तपाईहरुको लागि भन्दा पनि किनकि पढाउँदाखेरि कुनै पनि कुरा नछुटोस् अब तपाईलाई यही तरिका ठीक लाग्छ भने पढ्नुस् नभए विदाउट ट्रिक्स पनि रट्दिनुस् है ठीक छ यस ओके अंकित सरको प्यारीहरु कति धेरै हुन् तिमीहरु सबै मेरा प्यारा प्यारीहरु त हुने हैन कति धेरै भनेर भन्नुहुन्छ अब ल अब आइरन भनेको FeS2 यो भयो प्यारी हेमाटाइट HAEMATIT हेमाटाइट हैन HAEMATIT हेमाटाइट ठीक छ यस ओके बेस्ट वे भनिदिनु न सर सम्झिनलाई भन्नुहुन्छ यति धेरै भनिरहेको छु हैन आउँदै छ भन्दै छु है के हुन्छ हेमाटाइटको फर्मुला त्यो त सबैलाई थाहा होला है के हुन्छ ल भन्ने त हेमाटाइटको फर्मुला Fe2O3 लिमोनाइट यो LIMONIT लिमोनाइट है
लिमोनाइट याद गर्ने लिमोनाइटलाई अब लेमनको स्पेलिङ सरले LEMON लेमन लेख्नुपर्ने किन यो लेख्नुभयो सोचेको होला भन्दाखेरि लेमन भन्ने लेख्दाखेरि चाहिँ यस हो लेख्दाखेरि चाहिँ यो LIMON नै लेख्ने है त प्यारी हेमा लिमन माग सिधा लिमन भनेको LEMON हो तर यही भन्ने है यस हो ठिक छ अब लिमोनाइट भनेको के हुन्छ Fe2O3 डट 2H2O गरौँ अब ल 2H2O यसलाई ब्राउन हेमाटाइट पनि भन्छ BROWN ब्राउन हेमाटाइट है त ब्राउन हेमाटाइट यो ब्राउन हेमाटाइट यो हेमाटाइट भयो यो ब्राउन हेमाटाइट भयो हेमाटाइट अलिकति रातो हुन्छ हेमाटाइट अलिकति के हुन्छ चालको पाइराइट आइरनको पनि ओरो सर हो चालको पाइराइट आइरनको पनि ओरो यो आइरन र हो अब मैले यो आइरन र कपर दुईटैको हो है यो आइरन र कपर दुईटैको मैले लेखाए पनि नलेखाए पनि फर्मुलालाई सजिलो बनाउनको लागि हैन फर्मुलालाई सजिलो बनाउनको लागि मैले के गरेँ भन्दाखेरि कुनै एउटा मात्रै कतै लेखेँ जस्तै अघि अल्मुनियममा पनि मैले Na3Al F6 क्रायोलाइट भनेर जुन अल्मुनियममा लेखेँ त्यो सोडियममा नआउन सक्छ के बुझ्नुभयो नि हो रस्ट भनेको एउटा 3H2O भएपछि रस्ट मानिन्छ जेनरली रस्ट भनेको Fe2O3 डट XH2O लाई खास रस्ट भन्छ के यसलाई पनि रस्ट भने हुन्छ 3 लाई पनि रस्ट भन्न मिल्छ 3 लाई पनि रस्ट भन्न किनकि यो पनि त ब्राउन नै हुन्छ है यहाँ हुन्छ है बाउन हैन ब्राउन यो भयो यहाँ यो छ नि हो अब त्यही भएर भनेको बुझ्ने यो चाहिँ रातो हुन्छ रेड हुन्छ हेमाटाइट भनेको रेड यो केटीहरुले गालामा लाउनु हुन्छ नि रातो रातो मेकअप गर्दाखेरि त्यो हेमाटाइट हो त्यो के हो त्यो त्यसलाई के भन्छ हेमाटाइट भन्छ हैन त्यो यो ठीक छ यस भेरी गुड प्रज्ञा थ्यांक यू सो मच हो सर कति मेहनत गर्नुहुन्छ हो यो बुझ्दिने मान्छे भनेको धेरै रेयर हुन्छन् है तपाईले बुझ्दिनु हो धेरै धेरै धन्यवाद मैले पढाउँदाखेरि तपाईलाई जति रमाइलो पाराले अर्को पाराले पढाउँछु नि बुझ्नु भयो नि यस त्यो त्यसको पछाडी धेरै मेहनत छ के त्यो त्यहाँसम्म त्यतिकै आउँछ त आउँदैन नि त धेरै मेहनत छ सरले कति मेहनत गर्नुभयो हो भनेर बुझ्दिनु भयो धेरै धेरै धन्यवाद है हो तपाई एउटाले मेहनत गरेपछि तपाई एकजना डाक्टर हो के मैले मेहनत गरेपछि तपाई सबै डाक्टर हो के म त त्यसरी भन्छु त्यही भएर मैले धेरै मेहनत गर्छु तपाईले जति गर्नुहुन्छ नि त्यो भन्दा बढी मैले गर्छु हेर्ने ब्राउन हेमाटाइट थाहा भयो यो गालामा लाउने त्यो के रे त्यसको नाम के भन्छ गालामा लाउनेलाई फ्लस भन्छ ब्लस भन्छ हैन ब्लस भन्छ यस हो त्यो ब्लस चाहिँ ब्लसको फर्मुला सोध्यो भने ए है त जुलर्स रुज पनि भन्छ यसलाई JEWELLERS जुलर्स ROUGE रुज यसलाई रुज पनि भन्छ है जुलर्स रुज भनेको गालामा लाउने फ्लस ब्लस है त ठीक छ यस हो लोकमणि थ्यांक यू सो मच है थाहा भयो रोज अथवा यसलाई रुज भने पनि हुन्छ रोज भनेर पढे पनि हुन्छ है ल ROS रोज यो गालामा लाउने यसको फर्मुला हो यो अब यो ब्राउन हेमाटाइट Fe2O3 डट 2H2O अथवा कुनैमा 3H2O लेखेको होला त्यो केही फरक परेन है लिमोनाइडलाई तपाईले 3H2O त्यही त मैले भने नि लिमोनाइडलाई 2H2O नै लेखेको हुन्छ अब आइरनलाई मेनली 3H2O लेखेको हुन्छ 3H2O यो पनि ब्राउन नै हुन्छ त यो के आइरन होइन यो पनि कसैले यसलाई पनि भन्छन् यो जस्ट फर्मुला उस्तै उस्तै देखिने भएको हुनाले कसैले यसलाई पनि यो सर यो लिमोनाइडलाई 3H2O लेख्दिदा हुन्छ रस्ट लेख्दिदा हुन्छ भन्छन् ठीक छ तपाईले त्यसकारण कन्फ्युज नहुनको लागि तपाईले पछाडी XH2O भनेर पढे पनि हुन्छ 2 3 मा कन्फ्युज मैले तपाईलाई सुरुमा के भने 2 3 मा कन्फ्युज नहुनु होला त्यसमा एक्जाममा केही प्रब्लम नै आउँदैन है तपाईले बुझ्ने 2H2O लेखे पनि बेस्ट 3H2O लेख्नुहुन्छ भने पनि ठिकै छ त्यो रस्ट नै हो है हेमाटाइड नै हो सरी त्यो लिमोनाइड नै हो है त ठीक छ यस ओ भेरी गुड विपिन ल अब यो भइसकेपछि लिमोनाइड मागा भनेको म्याग्नेटाइट MAGNETIT म्याग्नेटाइट मागा भनेको के म्याग्नेटाइटको फर्मुला के Fe3O4 Fe3O4 सिधा भनेको सिडेराइट सिधा भनेको SIDERITE सिडेराइट भनेको के FeCO3 सिडेराइट सिधा भनेको सिडेराइट कति सजिलो सबै मिलेको छ कि छैन यहाँ तपाईहरुले अलिकति दिमाग लाउनु पर्ने मलाई लाग्छ यहाँबाट सायद कन्फ्युज कोही पनि हुँदैन होला जस्तो लाग्छ के एक दुई चोटी हेर्ने भने प्यारी पाइराइट कपर पाइराइट आइरन पाइराइट प्यारी हेमाटाइट प्यारी हेमा लिमोनाइट मागा म्याग्नेटाइट सिधा सिडेराइट सिद्धियो है सबैलाई प्यारी भन्दा हैन के हैन तिमीहरु सबै मेरा प्यारा प्यारी हो है यस ओके ल अब यो भइसकेपछि सिडेराइट ओके अनुश्री ठीक छ नि ल
यो थाहा पाउने है त। सजिलो भयो, सबै याद भयो नि। कसरी सोध्छ तपाईले यो च्याप्टरबाट कसरी सोध्छ भन्दाखेरि अब एउटा कुरा यसरी पनि याद गर्ने। म तपाईलाई के भन्छु भनेपछि सुहानी है, यो फर्मुलाहरू के यो च्याप्टरमा मात्रै काम लाग्ला त, ओरको लागि मात्रै काम लाग्ला त? तपाई त्यसरी सोच्नुस् के। यदि अलिअलि आइडिया यस्तो थाहा पाउनु भयो भने यो फर्मुलाले त तपाईलाई होल केमिस्ट्री नै सजिलो बनाउँछ नि, होइन र? तपाईले केमिस्ट्री भनेकै नै फर्मुला कतै न कतै कुनै रियाक्सन गरेर कुनै फर्मुला बन्ला, के बन्ला। जस्तै मिका भन्ने पछाडि अल्मुनियम फ्यामिलीमा बन्ला, यिनीहरू पछाडि हेभी मेटलमा आउलान्। मैले सोडियमको ओर पढाउँला, त्यो सबै सोडियम अल्काली मेटलमा आउला, होइन हो? यो कुरा मैले जुन पढाएको छु यो ओरको लागि मात्रै पढाएको होइन क्या। तपाईलाई होल केमिस्ट्री सजिलो लाग्छ यो थाहा भयो भने। कतै न कतै तपाईको केमिस्ट्रीको फाउन्डेसन एकदम बवाल बन्छ तपाईलाई यो थाहा भयो भने। त्यसको लागि सोच्नुस् न है, त्यसको लागि सोच्नुस्। पहिलो कुरा यहाँबाट होल यो मेटलर्जी अथवा मेटलर्जिकल प्रोसेसबाट आउने भनेको 1 मार्क्स मात्रै हो है, 1 मार्क्स मात्रै हो। अब 1 मार्क्स एउटा क्वेसन हो, द्याट मिन्स एउटा क्वेसन हो भनेको बुझ्नुभयो नि? कसले फेरि यहाँ कल गरेछ है, आउनु है। थाहा भयो मैले भनेको बुझ्नुभयो नि? हो, यस रिया Fe2O3.2H2 मैले 2H2O नै लेखेको हो। यो 2H2O नै लेखेको हो। तपाईहरुलाई माइन्डलाई मैले ब्रोड कसरी बनाइदिएँ भन्दाखेरि यसको ठाउँमा 3H2O पनि हुनसक्छ, कसैले XH2O पनि भन्यो भने पनि ठिकै छ। त्यो वाटर मोलिक्युल थपिनु भनेको नै ब्राउन बन्नु हो भनेर सम्झिने। ल हो कि हैन? ल मैले भनेको ठिक छ। यसले तपाईलाई होल फाउन्डेसन, यो फर्मुला जान्नु भनेको, यत्रो धेरै फर्मुला जान्नु भनेको तपाईलाई केमिस्ट्री एकदम सजिलो लाग्नु हो। जहाँ पनि युज हुन्छ क्या यो होल केमिस्ट्री पढ्दाखेरि। यो कुनैमा केही रिएजेन्ट हालेर केही बन्ला, अर्को बन्ला, अर्को बन्ला, त्यसले तपाईलाई फर्मुलै त याद गर्नुपर्ने हो नि त्यहाँ है। हो यहाँबाट ल ठिक छ, यहाँबाट ओर आउँछ, सिम्पल सिद्धि हो, अथवा मेटलर्जिकल प्रोसेस कुनै आउँछ, सकियो। तर यो फर्मुलाले तपाईलाई कतै न कतै है जोलर्स रुज भनेर के हो भनेर कतैबाट सोध्देला, अगाडिबाट पछाडिबाट अर्कोबाट सोध्देला है। अब बायोलोजीमा सिडेरोसिस भनेको के हो भनेर सोध्देला। व्हाट इज सिडेरोसिस भनेर बायोलोजीमा सोध्छ कहिलेकाहीँ, सुन्नु भएको छ? सिडेरोसिस भनेको बायोलोजीमा जस्तै हामीले धेरै आइरन खायौँ भने ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक हुन्छ नि भित्र, त्यतातिर FeCO3 डिपोजिट भइदिन्छ क्या कहिलेकाहीँ। Fe किडनीमा भयो, ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याकमा भयो, इन्टेस्टाइनहरूमा आइरन डिपोजिट हुन्छ क्या। त्यसैलाई नै सिडेरोसिस त भनेको, सिडेराइट। यो वर्डले तपाईलाई त्यो बुझ्न सजिलो बनाउँछ क्या तपाईले। हो यसरी बाँकी कुरा यसरी लिङ्क गरेर पढ्ने हो क्या आफैले, बुझ्नुभयो नि? कति ठाउँमा के आउँछ के आउँछ त्यो सबै कुरा लिङ्क गर्दै 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 पढ्ने हो क्या, बुझ्नुभयो नि? सिडेरोसिस अब कहिले बिर्सनुहुन्छ? बिर्सनुहुन्न। थाहा पाइराख्ने यस्ता कुराहरू धेरै आउँछ के। यो धेरै तपाईले खालि लिङ्क गराउनु पर्ने हो, सजिलो फिल गर्नको लागि लिङ्क मात्रै गराउनु पर्यो है। ल जय केमिस्ट्री भन्नुभयो, ठिक छ है। ल यो भयो, आइरन भयो, ABCDEFGH, आईबाट आइरन, आई जे पछि के, जेबाट कुनै मेटल छ, JK, AG सिल्भर, HG त्यो HG भनेको मर्करी, एमबाट हो नि त, IJ, केबाट कुनै मेटल छ, सोच्ने सोच्ने सोच्ने, केबाट पोटासियम होइन, पीबाट पोटासियम रित्तिका है, JK, एलबाट लिड, एल त्यही तपाईहरुलाई सजिलो होला भनेर नै फुल नेम हेर्नुस् के, एलबाट लिड। अब PB, यसलाई पीबाट लिड भन्ने होइन, एलबाट नै लिड हो, सिम्बल हो। कसरी याद गर्ने यसको पनि ट्रिक्स हेरौँ है त, चल्छ नि? हो सिरु र एन्जेल लन्डन गए। कहाँ गए? सिरु र एन्जेल लन्डन गए। केही सम्झनै पर्दैन के, गाह्रो भन्ने यहाँ केही छैन। कति सजिलो बनाइदिएको छु, खालि तपाईले एकछिन हेरिदिनु पर्ने, खालि तपाईले एकछिन के गरिदिनु पर्ने, हेरिदिनु पर्ने, बस पुग्यो। अरु तपाईको काम क्लासमा पढाएको कुरा क्लासमा याद गराउने भनेर मैले स्टुडेन्टलाई मैले एउटा के गरेको छु भन्दाखेरि प्रण गरेको छु, मैले डिटरमिन गरेको छु के मेरो स्टुडेन्टलाई मैले क्लासमा पढाउँछु भने मेरो स्टुडेन्टले क्लासमा याद गर्नुपर्छ। घरमा आजभोलिको स्टुडेन्ट पढ्दै पढ्दैन, घरमा फेसबुक चलाउँछ, टिकटक चलाउँछ, युट्युब हेर्छ हैन। त्यसकारण मैले जसरी भने क्लासमा याद गराउनुपर्छ। यो क्लासमा याद गर्ने है त। सिरु र एन्जेल लन्डन गए। सिरु भनेको सिरु साइट, सिरु साइट PbCO3 सिरु साइट। सिरु भनेको के? यस सिरु। एक्जाममा तपाईलाई फर्मुला आउँछ रिया, फर्मुलाहरू तपाईलाई व्हाट इज द फर्मुला विच इज द मेन ओर अफ अल्मुनियम आउला, अथवा व्हाट इज द ओर अफ अल्मुनियम, विच इज द कार्बोनेट ओर अफ अल्मुनियम, जसरी पनि सोध्छ।
है तपाईलाई विच इज द अक्साइड ओर अफ अल्युमिनियम अब यहाँ मध्ये जस्तै म अहिले क्वेशन बनाउँछु ल सिरु भनेको सिरुसाइट यो पढिसकेपछि क्वेशन पनि हामी प्र्याक्टिस त गर्छौं एन्जेल भनेको एन्जेल साइट ANGELSIT एन्जेल साइट PbSO4 सिरु भनेको सिरुसाइट एन्जेल भनेको एन्जेल साइट लन्डन भनेको लानार्काइट LANARKITE लानार्काइट PbO.PbSO4 PbO.PbSO4 गयो भनेको ग्यालेना गयो भनेको GALE यानी ग्यालेना हेर्ने त केही गाह्रो छ PbS ल हेर्ने गयो भनेको ग्यालेना सिरुसाइट कति राम्रो नाम छ है कलर प्रिन्ट गर्नु पर्छ कि नर्मल प्रिन्ट गर्दा नर्मल प्रिन्ट गर्ने घरमा प्र्याक्टिस गर्दाखेरि किन कलर प्रिन्ट गरेर अरु धेरै खर्च गर्ने होइन त्यो त्यहाँ गर्ने खर्च त कहाँ गर्ने एन्जेललाई म लन्डन गएको कि छैन भनेर भन्नुहुन्छ एन्जेलले है हो सिरु र एन्जेल डिपेन्डेन्टमा लन्डन गए भन्न खोजेको डिपेन्डेन्टमा कोही त गयो होला नि त तपाईँ पो पढ्दै हुनुहुन्छ हैन यहाँ हो कि हैन यस सिरु र एन्जेल लन्डन गए अब त यो सीमा पास नभइसकेपछि डिपेन्डेन्टमा विदेशतिर जान खोज्छन् अब है हो त्यसकारण त्यही याद गर्ने सिरुसाइट PbCO3 हेर्ने त सिरुसाइट CO3 क्लियर यस एन्जेल साइट PbSO4 एन्जेल साइट SO4 हो यस है त यस हो गो क्रेजी अलवेज लेड यस भेरी गुड एन्जेल साइड SO4 सिरुसाइड सम्झिन पनि सजिलो छ क्या सिरुसाइडलाई CO3 भनिदिने अनि लानार्काइट PbSO4 मा यहीमा PbO थप्दिने यसैमा PbSO4 मा के थप्दिने PbO थप्दिने हो कि हैन यस हो ल हेर्ने ल अब है त्यस्तो छ अनुश्रीलाई म भनौँला त्यसो भए ग्यालेनालाई PbS ग्यालेनालाई के भन्ने PbS यो बच्चादेखि पढ्दै आएको यस आउँछ रेकर्डेड भिडियो आउँछ रिया किन आउँदैन PbS ग्यालेना भनेको PbS नभए म मेरो युट्युबमा पनि राख्दिउँला है त यो ठीक छ मेरो युट्युबमा मैले थुप्रै ट्रिक्सहरु राखिदिएको छु हाइब्रिडाइजेसन कसरी फाइन्ड आउट गर्ने अरु कसरी फाइन्ड आउट गर्ने थुप्रै छ त्यो हेर्ने है सबैले जय केमिस्ट्री बाइ पुष्प सर जय केमिस्ट्री यो बाइ पुष्प सर है त PUSHPA पुष्पराज जय केमिस्ट्री बाइ पुष्पराज भनेर हाने पनि आउँछ सर भनेर हाने पनि आउँछ यो युट्युबमा जाने यो सब्स्क्राइब गर्ने आई एम योर फेभरेट स्टुडेन्ट फ्रम एम्बिसन गुरु भनेर कमेन्ट गर्ने त्यहाँ नभए मैले चिन्दिनँ तपाईँ मैले कहाँ पढाउँछु कहाँबाट हो थाहा भयो नि हो भेरी गुड अपेक्षा है आई एम योर फेभरेट गुरु भनेर त्यो कमेन्ट गर्ने आई एम योर फेभरेट स्टुडेन्ट भनेर अनि यो सब्स्क्राइब गर्ने सब्स्क्राइब तपाईहरुले थाहा छ मेरो लागि एउटा सब्स्क्राइब सबैले गर्नुहुन्छ हैन तर मलाई एउटाले मात्र हैन आफ्नो बाबा मम्मी भाइ दिदी सबैको एकाउन्टबाट सब्स्क्राइब गरेपछि अनि मात्र के हुन्छ सर मैले तपाईको लागि गरेको छु भन्ने हुन्छ एउटा त जसले पनि गर्छ नि हैन एउटा सबैले गर्नु भएको छ अब अलि बढी गर्ने फेरि सर म तपाईलाई धेरै माया गर्छु भनेर आफ्नो एकाउन्टबाट दुई चोटी सब्स्क्राइब गर्ने होइन है त थापै राख्ने यो भयो ल याद भयो यो यस PbCO3 PbSO4 सजिलो छ है केही छ यसमा यस ओके ल चार चोटी गर्छु अरे अनुश्रीले है ल यो याद भयो हैन सबै यहाँ याद नभएको कुरा भन्ने हेर्ने त नाम पनि कति राम्रो छ सिरुसाइट एन्जेल साइट लानार्काइट ग्यालेना कति राम्रो कुरा छ है हो कि हैन राम्रो कति राम्रो नाम छ हेर्ने त कोही भन्छ नि गाउँघरतिर तपाईलाई अंकल आन्टीको छोराछोरी जन्म्यो दाइ भाउजूको छोराछोरी जन्म्यो भने नाम राख्दै भनेर भन्छन् होला नि तपाईलाई यही नाम दिदिनु न सिरुसाइट कति राम्रो छ लानार्काइट एन्जेल साइट भन्दिनुस् कति राम्रो नाम छ ओहो यस्तो नाम कहाँबाट खोजेर ल्याइस् भनेर भन्छन् फेरि गाउँभरिका नाम राख्न आउँछन् सोध्न आउँछन् पण्डित बनेर पनि पैसा कमाउन सकिन्छ यी केमिस्ट्री पढेपछि यो भयो अब JL लिडको सकियो है त ओके लिडको सकियो त्यसपछि के ल है ओके अपेक्षा ABCDEFGHIJKL त्यसपछि M अब M बाट है M बाट म्याग्नेसियम MG म्याग्नेसियम अथवा सुरुमा म्याङ्गानिजको एउटा पढाइहालौं न सुरुमा म्याङ्गानिजको एउटा छ म्याङ्गानिज MN को MnO2 म्याङ्गानिज MN को एउटै हो MnO2 सरी के रे म्याङ्गानिज MN को MnO2 पाइरोल्युसाइट हेर्ने कति राम्रो नाम छ यो पनि एउटाको नाम पाइरोल्युसाइट राखिदिनुस् कति राम्रो छ ए मर्करी पनि छ नि हैन मर्करीको पनि सजिलो छ मर्करीको M बाट मर्करीको के हो HGR सिनाबार CINNABAR सिनाबार है
अब साइन्स पढ्नेको लागि 7 वटा बार मात्रै रहेनन्। आइतबार, सोमबार, मङ्गलबार, बिहीबार, शुक्रबार, शनिबार 7 वटा मात्रै बार रहेनन्। अब अर्को बार थपियो एउटा सिनाबार है। यो सिनाबार हो है त, ठिक छ नि, यो थाहा पाइराख्ने आउँछु है। ओके है अपेक्षा। ल यो भयो सिनाबार, थाहा भयो यो। ओके ल अब यो भइसकेपछि यो पनि सक्यो होइन। एमबाट एउटा यिनीहरूको एउटा ओर केही गाह्रो छ केही छैन नि। MnO2 पाइरोल्युसाइड, अघि पाइरोमेटलर्जी पढ्नु भयो, त्यसैमा ल्युसाइड थपिदिने। पाइरोल्युसाइड भनेको म्याङ्गानिजको ओर रहेछ, त्यो सम्झिने के। अघि सोध्नु भने सर कसरी याद गर्ने भनेर सम्झनु, याद यसरी गर्ने, सम्झिने हो, सबै सम्झिनुहोस् तपाईँ, भिजुअलाइज गर्नुहोस्, लिङ्क गर्नुहोस्, जतिसक्यो यो पढेको कुरालाई यहाँ लिएर जोड्नुहोस् तपाईँ होइन। त्यसो गरेपछि चाहिँ आउँछ। फेल्सफार पर्छ। अनि यो कुन ओर हो सर भन्नुभयो, दीक्षा म पढाउँछु, त्यहाँ पुगेकै छैन, सबै कुरा भन्छु है त। ल एमबाट यो दुइटै सकियो। अब एमबाट अर्को कुन मेटल छ, एमबाट भन्ने त म्याग्नेसियम Mg, म्याग्नेसियम Mg कसरी याद गर्ने। म्याग्नेसियमको नि फर्मुला लेख्दिउँ है, के छ त, सोम दोस्तको, नेपाली इङ्ग्लिस मैले जानेर जे सजिलो हुन्छ त्यही लेखिदिएको छु है, त्यसको लागि कुनै पनि उ नगर्नुहोस् है। काओलनाइटलाई चाइना हो, काओलनाइट भनेको अघि थियो नि, काओलनाइट भनेको अल्मुनियमको ओर थियो नि अघि मैले लेखेको। काओलनाइट भनेको चाइना क्ले हो, चाइनिज भाँडो भन्छौँ नि, चाइनाको माटोले बनेको भाँडाकुँडाहरू भन्छौँ नि, त्यो काओलनाइटलाई चाइना क्ले भनेर ब्राकेटमा लेख्नुहोस् त, मैले भन्नै बिर्सेँ, ब्राकेटमा लेख्नुहोस् त, चाइना क्ले भनेर लेख्ने है त। काओलनाइट भनेको के हो, चाइना क्ले, थाहा पाइराख्ने। अघि माथि लेख्नु भएको छ नि अल्मुनियमको ओरमा, त्यो थाहा पाउने, ठिक छ। ल अब यो भइसकेपछि यो सोम दोस्तको टल्किने बेस्ट कार माग्ने। ल सोम दोस्तको टल्किने बेस्ट कार माग्ने, यो याद गर्ने है। ब्याकस्लाइड यसो, ब्याकस्लाइड त केही थिएन त, यो सबै यसैमा मैले मेट्दै लेखिरहेको छु के। Mn र Hg को ओर लेखाएँ, मर्करी र म्याङ्गानिज, मर्करीको ओर ग्यालेना अनि म्याङ्गानिजको ओर पाइरोल्युसाइड, त्यति मात्रै, अरू केही पनि छैन। यसैमा ब्याकस्लाइड नै छैन, सबै यसैमा मेट्दै लेख्दै गरिरहेको छु है, त्यही हो। ल हेर्ने है त। अब यो यस्तो बुझ्ने, अब हामी घुम्न जानुपर्ने छ होइन, टक्क साथीहरू घुम्न जानु पर्यो। घुम्न जाँदाखेरि यस्तो बर्खामा पानी परिरहेछ, बाइकमा जाने कुरा भएन, हामी साथीहरू टक्क कारमा घुम्न गइरहेछौँ। कारमा जाने भन्ने सल्लाह भयो। अब कार कसको कारमा जाने त, हाम्रो एउटा सोम भन्ने दोस्त छ, उसले भर्खरै नयाँ किनेको कार छ, टल्किरहेको छ कार, एकदम टल्किने यस्तो दामी कार छ। सोम दोस्तको टल्किने बेस्ट कार माग्ने अनि त्यसैमा घुम्न जाने भनेको है त, ठिक छ नि हो। सोम दोस्तको टल्किने बेस्ट कार मागेर त्यसैमा घुम्न जाने भन्न खोजेको है त। फोटो राम्रो आउँछ हो कि होइन, फोटो राम्रो आउँछ टल्किने कारमा, बेस्ट कार छ त्यो है, हो त्यस्तो छ है। अपेक्षा पछि हुन्छ, एक दिन हुन्छ है त। अब सोम भइसकेपछि इप्सोमाइट, इप्सम सल्ट, EPSOME इप्सम सल्ट अथवा इप्सोमाइट भन्छ यसलाई, EPSOMIT इप्सोमाइट। सजिलो छ कि छैन, इप्सम सल्ट अथवा इप्सोमाइट, यी हेर्ने कति सजिलो छ, इप्सम सल्ट अथवा इप्सोमाइट। के हो इप्सम सल्टको फर्मुला, बच्चालाई थाहा छ, ल लेख्ने त, बच्चालाई थाहा छ इप्सम सल्टको फर्मुला, ल भन्ने। दोस्त भनेको डोलोमाइट, DOLOMITE डोलोमाइट, यो पनि बच्चालाई थाहा छ, के हो भन्दैनौ त तिमीहरू, MgSO4.7H2, ए होइन इप्सम सल्ट हो कि होइन, MgSO4.7H2, ठिक छ। ल ठिक छ। अनि डोलोमाइटको फर्मुला पनि, यो पनि बच्चालाई थाहा छ, को मिनिङ छैन। टल्किने भनेको टल्क, टल्किने भनेको TALC टल्क, टल्किने भनेको के, टल्कको फर्मुला के हो अब ल भन्ने त, Mg3 के हुन्छ ल भन्ने त, OH Si2 Si4 O10 OH को होल 2, ल यो हुन्छ है, Mg3 Si4 O10 OH को होल 2 है त। डोलोमाइट हो, भेरी गुड, त्यही भन्न खोजेको, CaCO3 डोलोमाइट, MgCO3 CaCO3
MgCO3 हेर्ने अब डोलोमाइट मैले यहाँ क्याल्सियममा म्याग्नेसियममा लेखाएँ यो क्याल्सियममा आउँदैन भन्न मिल्दैन क्या यो क्याल्सियमको पनि हो र यो के हो यो क्याल्सियमको पनि हो र है त यो क्याल्सियमको पनि हो र मैले क्याल्सियममा त्यहाँ लेखाइनँ किनकि फर्मुला मिलाउँदाखेरि अथवा यतै आइहाल्यो किन डबल ठाउँ लेखाउनु पर्यो भने एउटै ठाउँमा याद गरेपछि लिङ्क गर्न सकिहालिन्छ भनेर नै मैले नलेखाएको Mg3Si4O10.OH को होल 2 अब यसलाई यसरी पनि लेखिन्छ हेर्ने त Si2O5 को होल 2 डट MgOH को होल 2 ल हेर्ने MgOH को होल 2 MgSi2O5 को होल 2 एउटै होइन यो टोटल Mg गर्ने कतिवटा भए Mg3 भए अनि Si कतिवटा भए Si4 O कतिवटा भए 10 भए OH कतिवटा दुईटा भए यहाँ Mg2 Si2O5 को होल 2 गर्ने यसरी भयो थाहा भयो नि अब Mg3 हुनु पर्यो कि नै यो दुईटा Mg यो एउटा Mg तीनटा Mg Si गर्ने 2 दुना 4 O टोटल 10 O 10 वटा अनि OH को होल 2 यसरी लेखे पनि हुन्छ यसरी लेखे पनि हुन्छ है त क्लियर भयो यसरी सम्झिने नतासा याद भयो क्लियर है ठीक छ ल टल्क किने बेस्ट कार अब एजबेस्टस बेस्ट भनेको एजबेस्टस बेस्ट भनेको ASBESTOS एजबेस्टसको फर्मुला भन्ने ल एजबेस्टसको फर्मुला भन्ने हो गुड एजबेस्टसको फर्मुला पनि CaMg3 SiO3 को होल 4 CaMg3 SiO3 को होल 4 एजबेस्टस हेर्ने त एजबेस्टस यो पनि अब क्याल्सियमको पनि हो म्याग्नेसियमको पनि हो क्याल्सियम कार्बोनेट म्याग्नेसियम कार्बोनेट त्यस्तै क्याल्सियम सिलिकेट म्याग्नेसियम सिलिकेट हेर्ने त सजिलो छ डोलोमाइट भनेको के रहेछ क्याल्सियम कार्बोनेट म्याग्नेसियम कार्बोनेट एजबेस्टस भनेको के रहेछ क्याल्सियम सिलिकेट म्याग्नेसियम सिलिकेट सिद्धियो त क्याल्सियमको पनि सिलिकेट म्याग्नेसियमको पनि सिलिकेट सिद्धिएन सिद्धियो यसरी याद गर्ने फर्मुला एक जुन छ नि यो तिमीले Mg3 Si4O10 OH को होल 2 यो म टिचर भएको हुनाले मलाई याद हुनुपर्छ है मलाई विभिन्न तरिकाले याद हुनुपर्छ तर तिमीहरूलाई 1 मार्क्सको एक्जाममा मार्क्स ल्याउन यो सबै यसरी नै याद हुनुपर्छ भन्ने नै छैन यसरी याद नभए पनि मार्क्स आउँछ टक्क सम्झिने इप्सोमाइड भनेको म्याग्नेसियम सल्फेट वाटर मोलिक्युल यो भनेको क्याल्सियम कार्बोनेट म्याग्नेसियम कार्बोनेट लिङ्क गर्ने अलिकति लिङ्क गर्न जान तिमीहरू अलिकति क्लेभर हुनुपर्छ क्या स्मार्ट स्टडी गर्नुपर्छ अलिकति है त्यसको लागि तपाईँ यो सबै कुरा याद भन्दा पनि माइन्डमा एउटा तरिकाले सम्झिदिए पुग्छ के अरू धेरै केही गर्नै पर्दैन यो रटेर सबै खरर आउनै पर्छ भन्ने छैन सम्झिदिए पुग्छ भन्छ नि हो ठ्याक्कै यति भएपछि पुग्यो अब कार भनेको कार्नालाइट के हो कार्नालाइट CARNALLITE कार्नालाइट के हो कार्नालाइट भनेको के हो सबैलाई थाहा छ KCl.MgCl2.KCl.MgCl2.6H2 KCl.MgCl2.6H2 यो कार्नालाइट कार्नालाइट भनेको कार याद भयो यस भेरी गुड कार्नालाइट भनेको कार अनि माग्ने भनेको म्याग्नेसाइट MAGNESIT म्याग्नेसाइट के हुन्छ म्याग्नेसाइटको फर्मुला भन्ने अब इप्सम सल्ट भइहाल्यो डोलोमाइट टल्क एजबेस्टस कार्नालाइट म्याग्नेसाइट MgCO3 म्याग्नेसाइट MgCO3 म्याग्नेसाइट है हो होइन MgCO3 हो म्याग्नेसाइट MgCO3 ल MgSO4 त माथि आइहाल्यो ओके अब हेर्ने एउटा यसरी विचार गर्ने कसरी विचार गर्ने भन्दाखेरि म्याग्नेटाइट के को हो भन्ने त मलाई म्याग्नेटाइट के को हो आइरनको म्याग्नेसाइट के को हो हेर्ने म्याग्नेसियमको याद भयो म्याग्नेटाइट आइरनको म्याग्नेसाइट म्याग्नेसियमको यो कन्फ्युज नहुने कति हो यसरी हेर्ने हो कि पढ्ने बित्तिकै पनि आउँदैन सबै लिङ्क गर्ने यहाँ एक हेर्दै सोच्दै जाने म्याग्नेटाइट आइरन म्याग्नेसाइट म्याग्नेसियमको यस्तो धेरै छ है सर नेक्स्ट क्लास पनि रहेछ 8:30बाट अब अर्को क्लास सुरु हुन्छ होला है ठिक छ ल बाँकी बचेका ओरहरू म अर्को क्लासमा पढाइदिन्छु त्यसो भए आजलाई मैले यति गर्छु यहाँसम्म केही सोध्नुपर्ने छ
है ल ओके सर एक्जाममा मोलिकुलर फर्मुला पनि सोध्छ कुनै बेला सोध्छ है सोधेको छ एकदम ल थ्याङ्क यू क्लास अल अफ यू हेभ अ गुड टाइम बाई टेक केयर जय केमिस्ट्री सबैले जय केमिस्ट्री भन्ने है भेरी गुड थ्याङ्क यू सो मच अल जय केमिस्ट्री ल